किनभने तिमी दामी बनाउँछ नि त अघि सुरु गर्न गरे थिर्दैन हामी एउटा टपिकबाट आउने हो क्या त्यही त थिच्दै काक्स क्या दामी कुक हान्छ क्या त्यो उसलाई चाहिँ कस्तो थाहा छ भने लाइक डिटेल्ली म चाहिँ अझै त्यसमा मेरो प्रपर ट्रेडिसनलवाला टाइपको हुन्छ घरकै आउँछ होइन काक्सले चाहिँ चस्स त्यो बाहिर पाउँछ नि लाइक कहाँ भन्दाखेरि त्यो ह्याप्सप खाने ठाउँमा पनि होइन क्या क्यान्टिनमा क्या क्यान्टिन टेस्ट आउँछ क्या अनि मलाई चाहिँ दामी यो चाहिँ होइन अलि एक्स्ट्रा हुन्छ नि त होइन अब तिमी त अब दामी बनाउँछ त हामीले बनाएको त तिमीलाई चित्तै बुझ्दैन जस्तो लाग्छ क्या मलाई त सिधी लाग्छ त्यही भएर तिमी हुँदाखेरि म खानासाना बनाउनु किन वाइ म फकानिहाल्छु तिमीले दामी बनाउँछौ किन दुःख गर्ने ब्रो जसमा त दामी लाग्छ जस तिम्रो दामी हुन्छ क्या ब्रो तिम्रो दामी मलाई चाहिँ कस्तो भने खाना चाहिँ सानैबाट बनाएको क्या मैले लाइक हजुरआमासँग ग्रो अप हो नि त म अनि हजुरआमा ग्रो अप भइसकेपछि सानदेखि नै अब सिकाइरह्यो हो सबै थोक अनि त्यही भएर ठ्याक्कै अनि चुलोमा ब्रो अनि सानो मलाई याद छ क्या म सानो हुँदाखेरि पनि म चुलोमा आगो सागो बालेर होइन हुन्छ नि फर्स्ट आगो बाल्ने असल होइन के भन्छ त्यसलाई के भन्छ सुरुको आगो त्यो एउटा वर्डै छ नि त्यो त थाहा भएन त्यो आगो लाउनु के भन्छ जाट मैले फकाने ठिक छ त के त्यही हो क्या बुझ्यौ नि तिमीले मलाई याद हुन्छ क्या टक्क यस्तो गर्थेँ सानो थिएँ म होइन त मलाई मेरो त भिजुअल अझै पनि क्लियर छ क्या म क्लियर छु क्या त्यतिखेर त्यो ठाउँहरू त्यो चुलो सब याद छ क्या मलाई अपग्रेड भर्जन त्यो चुलोबाट कुन चुलो गयो होइन त्यहाँबाट ग्यास आयो त्यो छ नि त जुन साइकल त मलाई प्रपर थाहा छ क्या अनि त्यही भएर मलाई त्यही त हो नि हाल्ने भने मसला हो नुन सुन त्यही हो सबैले गर्ने त्यो चाहिँ डिटरमाइन गर्छ र कुनमा के अलि बेसी र के कम भन्ने थाहा भएपछि त भइहाल्यो नि That's what's up, man. Mr. Safe in the house. That's Baharu. घरमा दुईजना सेफ हो काक्स र तिमी काक्स त फेरि डिफरेन्ट हो क्या काक्सले चाहिँ मलाई ट्याक्क उतातिर क्या त्यो ह्याप्सप खाने ठाउँतिरको होइन क्या लाइक क्यान्टिन्सहरू हुन्थ्यो नि पहिले खाने क्या हो त्यतातिरको ठ्याक्क भाइब्स आउँछ मलाई अन्त अरू अहिले के त मार्केटमा नयाँ भन्दाखेरि वाट हाउ वाज द इभेन्ट बाइ द वे होइन इभेन्ट कस्तो भयो त एउटा प्रोसेस कम्प्लिट भयो होइन ह्याप्पी फर इट होइन अब हामीले पनि धेरै एफोर्ट गरेन त हामीले जस्तो रिच पनि त गरेको थिएन नि त लाइक वी डिडन्ट गिभ अ सिट जस्तो भइरहेको थियो नि त अहिले हेर्दाखेरि चाहिँ लाइक अब त्यतिखेर चाहिँ अब थाहै थिएन नि त वाट टु बी डन के गर्ने सिक्यो हरेक स्टेप्सहरू आफूले टक्क त्यहाँ पुगिसकेपछि त होइन देखियो नि त लाइक वाट वी निड टु डु होइन वेट टु ब्याक अफ वेट टु सो इट अफ होइन त्यो टाइपको त्यो कुराहरू त अब होइन मलाई चाहिँ एउटा दामी चिज लागेको क्या ब्रो भाइ होइन एउटा मेम्बर चाहिँ टक्क डिजे भइदियो भने दामी हुन्छ नि एउटा चाहिन्छ नि ब्रो एउटा डिजे भयो भने त्यतिखेर टक्क यसो डिजे हान्नुपर्छ क्या जस्तो लागिरहेको तिमीलाई दामी ल्यायो फोटो खिच्दा त्यो त्यसमा ल यो त डिजे हो क्या हो टाइप्स क्या त्यो फोटोमा होइन दामी थियो तर ओभरअल दामी भयो होइन दामी भयो अब तर मेन कुरा भनेको चाहिँ टिम अलिक खत्रै हुनुपर्ने रहेछ होइन त मेन कुरा भनेको टिम रहेछ अनि यस्तो हो अब सुरुको स्ट्रगलिङ फेजहरूमा त अब वी हेभ टु ट्रस्ट इच अदर होइन लाइक थाहा छैन नि त सबै अननोन हो नि त ब्लाइन्डली ट्रस्ट गरेर हिँडिरहेको छ नि त सबैजना जेरोबाट लाइक आउँछ नि त एक दिन त ल तिमी पनि ल एकतिर तिमी पनि त ल यु विल बी सेटल डाउन क्या त्यहाँनिर तिमीलाई थाहा हुन्छ क्या तिमीले एउटा इन्ट्रेस्ट आउँछ ल म आई निड टु गो थ्रु मार्केटिङ होइन यसमा चाहिँ म हल्का बबाल हान्छु होला भनेर तिमीलाई त रियलाइज हुन्छ नि त अनि त्यसरी नै ल ब्रो तिमी चाहिँ यो है त ल तिमी यसमा हान म यसमा हान्छु होइन अनि त्यहाँ पछाडि आफ्नो आफ्नो ठाउँहरू सेक्टर राखिदिने हो त्यही हो बिस्तारै गरिँदैछ नेक्स्ट चाहिँ तर दामी हुन्छ जस्तो लागेको छ मलाई नेक्स्ट गरी हामीले वाट एभर नेक्स्ट गरिन्छ नि ब्रो विल बी दामी क्या लाइक त्यो एभरेज भन्दा माथि हुन्छ अबको नेक्स्ट फर स्योर गर्नै पर्यो नि त होइन लाइक हामीले कहाँनिर चाहिँ लास्टचोटि फकाने भनेर वी नो नि त कहाँनिर होइन के भएन भनेर चाहिँ थाहा छ नि त योचोटि अब गर्दाखेरि चाहिँ we will do better and we will come better होइन दामी हो नि ब्रो तर ओभरअल दामी हो नि ब्रो होइन लाइक हिजोसम्म के सोचेको नि थिएन क्या ब्रो होइन एउटा चाहिँ कस्तो दामी आफूलाई क्या त हुन्छ नि ल तिमीलाई त अब हामीले 7 o'clock त्यो एउटा टाइम थियो नि त होइन तिमी 6:55 मा तिमीलाई कस्तो थियो नर्भस होइन एउटा अर्कै थियो नि त्यो फिलिङ्स अर्कै थियो नि ब्रो अब त्यो टाइम पनि ओपन पनि भयो होइन ओपन पनि भयो सब थोक भयो होइन तिमी स्टिल होइन तिमी सेकी त थियौ नि त लाइक के हुन्छ नि होइन त्यहाँ टक्क बसिरहेको थिएँ म पनि फर्स्ट भएर नि भनेर आई वान्ट टु गेट अ ड्रिङ्क भनिरहेको थिएँ तिमीलाई होइन अनि टेन्सन लागिरहेको थिएन अनि साइडमा आएर कोक जिरो लिएर साइडमा आएर त्यत्तिकै बसिरहेको थिएँ क्या टक्क अनि मान्छेहरू आउँदै थियो अनि अब सबै तिमी र चिनेको मेरो चिनेको तिमीले चिनेको हो नि त अनि एउटा टाइम आएको थियो थाहा छ तिमीलाई हामी त कन्भो हान्दै को मान्छे आउनु भएको छ जाउँ न आशिष भनेर भन्यो नि होइन तिमी जस्तो जानु आएको थियो यस्तो हेर्छु त लमा मैले चिनेको मान्छेहरू हो क्या जस्तो लाग्यो क्या यस्तो हेर्छु त पर्खिरहेको जस्तो लाग्यो क्या ओ म्यान मैले त ल
त हुन्छ नि एउटा त कस्तो भयो भने चाहिँ त्यतिखेर एक्सपेक्ट गरिँदैन क्या कति मान्छेलाई लाइक यु आर नाइस विथ मी आइ एम नाइस विथ यु होइन लाइक तर अब एक्सपेक्ट गरिरहेको हुँदैन नि त तिनीहरू आइदिँदाखेरि चाहिँ ब्रो ओके ओके होइन ल हाम्रो पनि बोल्नु के म दामी खुसी लाग्यो अरू दाईहरू पनि त्यो दाईहरू होइन त्यो अरू दाईहरू आएको थियो त्यो दाईहरू पनि ल हुन्छ नि फर स्योर हुन्छ नि उनीहरूले पनि हामीलाई याद गरिरहेछ वाच गरिरहेछ होइन ढुक्कै हो होइन तर दाईहरू आइदिनु भयो थ्याङ्क यू दाईहरूलाई पनि होइन तर जो सबै यहाँ हेर्दै हुन्छ भने चाहिँ ऊ एभर वर देयर हुन्छ नेक्स्ट इभेन्टमा तपाईँहरूलाई फेरि हाम्रो तर्फबाट फर स्योर केही न केही त भइहाल्छ होइन फर स्योर ढुक्क भइहाल्छ फेरि त म अस्ति एउटा पोस्ट देखिरहेको थिएँ अलि लेट होला अलि अर्को वर्ष होला होइन म्युजिक फेस्ट जस्तो क्या दामी हो नाइस म्यान सही हो दाइहरूले माल्टामा खतरा गरिरहेको छ नि होइन गर्नेहरूले दामी गरिरहेको छ यस्तो यो चाहिँ हुनु पऱ्यो क्या लाइक डिफ्रेन्ट क्या सबै लाइक आर्टिस्ट ल्याउँछ होइन आर्टिस्ट हेरिन्छ अब म्युजिक फेस्ट भएपछि त डिफ्रेन्ट टेस्ट यु नो आइम सेइङ मजा आउँछ नि त लाइक सबैजना पुल अप गर्न पायो क्या सबै आउनु पायो नि त लाइक नट ओन्ली हु लिसन टु हिप हप होइन समथिङ त अब एउटा लोक सोक अथवा दोहोरी सोरी सब भन्दा होइन लाइक नेपाली म्युजिक फेस्ट भनेपछि त सबै पर्यो नि त दामी हो दाईहरूको सोच दामी यु गाइज आर डुइङ ग्रेट दाईहरू होइन अन्त त्यो पछि कतातिर भन्दाखेरि उयो तैँले एडिट बहुत गर्नुपर्छ है भाइ हो आज हामी कस्तो के भइरहेको छ ठिक छ त दामी भइरहेछ तिमी बोलिरहेछ मैले भन्न खोजेको कस्तो भने मिलिरहेछ क्या हो तिमीलाई त्यस्तो लागेको होला किनभने तिमी कम बोल्न पाइरहेछौ भनेर क्या होइन मैले चाहिँ अलिकति कस्तो भनेको मलाई नै कस्तो भ्यारी स्मुथ होइन धेरै पछाडि गरेर चाहिँ ब्रो हो ठिक छ दामी गइरहेछ दामी गइरहेछ कोक्जेरो लिएर आउन भाइ मिलाएर त्यता कतै कतैबाट होइन त्यस्तै भन्दाखेरि चाहिँ दामी छ दाईहरू होइन चिल छ जस दाईहरूले चाहिँ धेरै नेपालीमा गुण भन्छ नि ब्रो थाहा छ तिमीलाई गुण दाईहरूले त्यो के लाएको छ कि गरेको छ क्या जस हामीले चाहिँ त्यो भार लिइरहेछ क्या बुझ्यौ नि यस सर दाईहरू सपोर्टिभ होइन दाईहरू अस्ति नै आइदियो मलाई चाहिँ दामी खुसी लाग्थ्यो क्या त्यो स्पेसली रेशम दाई होइन ल टक्क होइन अस्ति नै ओके दाई तपाईँले भनेपछि हामीलाई यसो हेर्दो रहेछ याद गर्दो रहेछ भन्ने कुरा क्या लाइक ओके भनेपछि चाहिँ मच रेस्पेक्ट दाजुलाई अस्ति पनि भन्यो होइन अस्ति पनि भने तर सुनेन दाजुले होइन अस्ति न मैले दाइलाई पनि भनेँ दाइ ल आउनु पऱ्यो पोडमा हल्का दिनु पऱ्यो भनेको दिन त दिन्छु तर अहिले होइन हुन्छ नि लाइक के भन्दैछ दाइले तर दाइको स्टोरी पनि दामी छ नि त कतिपय मान्छेले अब होइन टाइमहरू सबै मिल्नु पर्यो नि त लाइक यतिकै कहाँ भनेर हुन्छ त यतिकै दाइ आउनु होइन भनेको मैले एटलिस्ट एउटा अप्रोच चाहिँ राखिदिएँ क्या दाइ सुनिदिन्छु है तपाईँको स्टोरी टाइप्स क्या भन्नु खोजेको बुझेन स्टोरी भन्ने बित्तिकै यार सपना आज कस्तो झोर देख्दै क्या होइन आज मेरो दिनै क्या उठ्ने बित्तिकै मेरो कस्तो त हुन्छ नि ब्याडै भएर उठेको हो क्या म फेरि कस्तो लाइक लेटै सुतेको थिएँ तर चाँडै आँखा खुल्यो फेरि ब्याड त हुन्छ नि ब्याड भएर क्या यस्तो सुतिरहेको थिएँ के सपना देख्छ ल यो होइन भनेर चुरुक्क उडेर होइन सिधै वासरुम गएर फ्रेस भएर बनिएर हिँडेको उता कफी खानु त्यहाँ पनि त्यही फेरि क्या मोबाइल छुट्याइदिइरहेको फेरि कफी सपमा कहाँनिर त्यही भेलिटामा कुन दिन मेरो मोबाइल चाहिँ हराउँछ म कहाँ छोड्छु मोबाइलको चाहिँ वास्ता हुनु अब म प्रायः युज हुँदैन क्या मेरो फोन अन्त गीत सुन्नुलाई हो अनि अब लाइक केटाहरूले फोन हान्छ यताउता त्यही हो क्या त्यस्तो लाइक हुन्छ नि हुँदैन त्यहाँ पनि छोड अस्ति झन् भन्नु गाडीमा छोडेको ब्रो गाडीमा बसमा भेट्यो बिहानै पनि फेरि तोइ दिन चाहिँ फेरि गाडी चढेको क्या म बस चढेको फोन छुट्याइदिएर बेकार चढेछु बस भयो होला नि अनि फेरि त्यहीँबाट बोल्ड बुक गरेर अगाडि गएर अगाडिको स्टेसनमा त गाडी चढेर त्यही सिट मेरो चाहिँ फेरि क्या यस्तो गीत दियो अनि फेरि आएर ओपन ड्युटी हुन्छ नि केटाहरूको होइन तर यस्तो क्या पहिला हामी नेपालमा हुँदाखेरिको हुने स्टोरिजहरू हुन्छ नि त्यो क्या त्यो र अहिले हुने कस्तो चेन्ज भइसकिसक्यो नि अहिले चाहिँ रिस उठ्छ क्या ब्रो पहिले चाहिँ रमाइलो लाग्थ्यो होइन अहिले चाहिँ यस्तो त भनेर हुन्छ क्या त्यो भाग बढी भएर हो कि भागिरहेछ नि त केहीको पछि त्यतिखेर तिमीलाई बाल थिएन नि त नेक्स्ट के भनेर होइन फक इट वाट एभर ह्यापन्स होइन अहिले चाहिँ कस्तो हुन्छ भने तिमी अब ड्युटी हिँडेको मान्छे हो नि त ब्रो त्यो एउटा टाइम जोन छ नि त ब्रो पुग्नै पर्यो त्यहाँनिर त्यो टाइममा अब त्यति गर्दा त म 15 मिनट्स लेट भयो होला नि त मलाई एक्स्ट्रा मेरो लाइक बिहानै मेरो मुडी भएर निस्किन त म
ड्युटीमा परेन त को पर्यो त्यही त हो नि ब्रो भेट्यो ल आजलाई के हो नचुने भएको छ क्या हो वाला हुने दिन हो त्यो भनेको होइन ओ यो कुरा नगरौँ ल म यस्तो घिच्चा क्या ब्रो मलाई लेटली थाहा भयो क्या ब्रो यो कुरा र ल कसम थाहा थिएन मलाई थाहा थिएन क्या लाइक ल अनि छोरी मान्छे अनि नछुने भएको नछुने होला है नछुने भएको बेला अनि उनीहरू पुरा मुड स्विङ अनि अथवा वाटेभर हुँदैन त अनि मुडी अनि उनीहरूको त्यो त उनी हो त ब्रो अनि लाइक तिम्रो कुनै लाइक आइन यो एप हुन्छ नि रिलेसनसिपहरू त राम्रै नम्बरमा होइन कस्तो मलाई चाहिँ फेरि यस्तो हो क्या ब्रो तर लाइक हाउ कम यु डोन्ट नो लाइक हुन्छ नि म यो त पढिनँ क्या बेसिक हो नि ब्रो मैले पढिनँ क्या भनिनँ मैले अब त्यतिखेर बाले थिएन नि त ब्रो अब रिसाउनु त ब्रो अब पनि त पाएन त रिसाउनु मलाई फकाउनु आउनु नआउला अथवा म त्यसमा इन्ट्रेस्टेड छुइनँ होला होइन फकाउनु छोडिदियो क्या अब भन्नाले लिभ इट अब एकछिन पछाडि आएर बोलिहाल्छ नि ब्रो होइन बोल्नु छ नि बोलिहाल्छ नि अब त्यो हो क्या मलाई त अब त्यो के थाहा त त्यो टाइममा धेरै हुन्छ मलाई त पोस्टहरू हेर्थेँ अनि तिम्रो पनि इन्सिडेन्ट भइरहेको थियो नि त ल मलाई पनि भयो अब हुन्छ नि त्यो रिलेटेड भयो क्या म अरे हो रहेछ यार ब्रो यो ब्रो हिजो 2 दिन कि 3 दिन अगाडि भन्दै थियो यो कुरा ब्रो लाइक हुन्छ नि नियर 30s मा पुग्दाखेरि बल्ल बेसिक कुराहरू थाहा पाउँदो रहेछ साथीले पछाडि रहेछ नि अनि त्यो ल यो त नि ल यो त कहाँ सिरिजहरूमा नि भेट्छौ मुभीहरूमा यो त बेसिक कुरा हो त ब्रो मुभीहरूमा लाइक फेरि सोल्टी मुभी हेर्दैन मुभी त म फेरि एउटा मुभी हेर्नु पर्यो भने म कहानी बिर्सिसक्छु क्या ब्रो अस्ति हेर्यो त्यो मैले भनेको मुभीको चाहिँ कस्तो हो नि ब्रो मेरो होइन कस्तो हुन्छ नि मुभी म स्टार्ट गर्छु मुभी होइन मैले स्टार्ट गरेँ होइन म लाइक ह्याप्पी भएर लाइक हुन्छ नि खानासाना ह्याप्स हानेर ल बसेर भए पनि ल निन्दा लाग्यो भन्ने हो अर्को कुरा हो होइन मुभी स्टार्ट भयो त्यो मुभी 10 मिनट होस् होइन 10 मिनट स्टार्ट भएको म सुतिसक्छु क्या ब्रो अनि फेरि कतिखेर उठ्छु अनि फेरि हेर्छु एकछिन होइन फेरि भनेको तिम्रो मुभी चाहिँ स्लिपिङ थेरापी हो त्यो हेऱ्यो भने सुतिदिन्छु त्यो थेरापी नै भयो त नि खोल्दै लगाइदियो ल सुत्दै ल अनि त्यो थाहै हुँदैन क्या कहानी पनि के भइरहेको छ भनेर भाइहरू आएर त हुन्छ नि म चाहिँ अलिक छिटो आएर मुभी हेरेर त भने चाहिँ भाइहरू आएर चाहिँ त्यो ल्यापटप निभाइदिएर अनि तपाईँको यहाँ पुगेको छ है भनेर भोलि त्यो उनीहरू चाहिँ हेरिसकेर क्या फेरि उनीहरू हेरिदिकन ब्याक गरेर त्यहाँ थियो ल भनेर अस्तिको मुभी हेरेन त्यो के अरे दिवान होइन बलिउड होइन केटा हो तर दामी हो मलाई दामी लाग्यो त्यो दिवाने अनि अङ्ग्रेजी तिमीहरू दुइटैलाई भने मैले सङ्गीतलाई पनि भने तिमीलाई पनि भने द म्यान फ्रम अर्थ भनेर साइको मुभी छ पड्कास्ट सबैजनालाई एउटै घरभित्रै सकिन्छ क्या त्यो स्टोरी होइन लाइक 7-8 जना साइन्टिस्ट हो अनि तिनीहरू आफ्नै एउटा कुराहरू हो नि त लाइक पडकास्टै जस्तै हो क्या लाइक नट रेकर्डेड होइन 7-8 जना बसेर एउटा साथीलाई बिदाई गर्न लाग्यो होइन एउटा साथीलाई बिदाई गर्न लाग्यो अनि सोल्टी चाहिँ म 14 वर्षदेखि चाहिँ यो संसारमा छु भनेर भन्छ क्या साइन्टिस्टले एउटा त्यो जुन चाहिँ जान लाग्यो साइन्टिस्ट म 10 वर्षमा ठाउँ छोड्दै जान्छु भन्छ होइन अन्त त्यहाँनिर साइन्टिस्टहरूको प्रश्न क्या ब्रो लाइक एभ्री हुँदैन केमिस्टदेखि लगेर बायोलोजिस्टदेखि लगेर सबै टाइप्स अफ छ नि त त्यहाँनिर अनि रिलिजियस पनि छ होइन त्यहाँनिर प्रपर क्या मान्छेहरू छ क्या तर त्यसलाई चाहिँ त्यसले सबैलाई चित्त बुझ्दो आन्सर दिन्छ क्या हरेक प्रश्नको आन्सर दिन्छ क्या लास्टमा गएर प्लट चेन्ज चाहिँ होइन जब लास्टको एन्डिङ छ नि तिमीलाई त यस्तो यहाँ पुऱ्याएर ल के हो यस्तो बनाइदिन्छ क्या लास्टमा त म भरे गएर हेर्छु द म्यान फ्रम अर्थ दाजुभाइहरू ब्युटिफुल मुभी टु वाच भोलि बिहानको ड्युटी छ नि त 4 बजेको म गएर हेर्छु अन्त हिजोको गेम होइन यस्तो थियो म चाहिँ हार्छ त मलाई लागेको हो होइन ब्रो अब आउट अफ फर्म जस्तै छ अनि त्यही माथि प्लेयरहरू हेर न लाइक अगाडिको मेन गोल कसले हान्ने भन्ने प्लेयरै भएन क्या लाइक ट्रस्टेड हुन्छ नि एउटा बुझ्यौ नि तिमीले त्यो थिएन अनि रियलमा हेर न कस्तो छ अनि मलाई चाहिँ माफी हेडसेट बेगर अर्कै सुन्दो रहेछ मलाई चाहिँ हिजो अब के लाग्यो त भन्दाखेरि कतिवटा 5वटा हामीले कन्टिन्यू जितेको थिएन लास्ट इयर एउटा पनि जितेको थिएन होइन 16 गोल दागेको थियो होइन हामीले पनि तर अब हाम्रो आज त है रफिना बेगर त नि टिम त रफिना चाहिन्छ नि ब्रो रफिना त घोडा रहेछ यार त्यो मान्छे भनेको चाहिँ लास्ट रहेछ क्या हो त्यो एन्डबाट अब होइन थाहा छ त तिमीलाई एट्याकिङ त्यहाँबाट त डिफेन्स नै हुने हो एट्याक नै हुने हो नि त त्यो ठाउँबाट तर आज त त्यो फ्ल्याङ्क त रित्तो हो
हिजो त नुए नै भएन नि सर्टै भएन नि खोइ सर्ट देख्यौ तिमीले एक त्यो एउटा तिमीले तर होइन तर गोल त हाम्रो पनि मिस भयो नि चान्सेसहरू 2-3 वटा त मिस भयो तर यिनीहरूको पनि अब त्यो फर्स्टको अफसाइड गोल यता हेरेन म्याड्रिडको हाम्रो लास्ट सिजन थाहा छ लेभेन्डोस्कीको बुटको चुच्चो पनि यति पुएर त्यस्तोहरू हामी एक्सेप्ट गर्नेहरू हो नि त होइन ठिक छ अनि केटाहरूले भन्नु पाएको आमा उयो सङ्गीतलाई हिजो होइन टक्क ड्युटी सकेर आएको कि भ्लग एडिट गर्दै रहेछ मलाई पर्खेर बसेको क्या यसलाई कतिखेर भनौँ भनेर त्यो मैले एउटा भिडियो बनाएको थिएँ त पठाएँ तिमीले मैले पठाएँ तिमीलाई एउटा भिडियो हौ त्यो रियल मड्रिडले जितेको रहेछ केटाहरू केटाहरूको पारावाला त्यसले पठाउँदा दिक्क नि हिजो त्यही हो तिमीले हेरेनछौ मैले पठाएको भिडियो भनेपछि एउटा भिडियो पठाएको थिएँ नि तिमीलाई मैले हेरेको छैन त्यो ठ्याक्कै गेम सकेर तिमी ड्युटीमा थियौ अनि मैले एउटा भिडियो बनाएर पठाएको थिएँ कि अब थाहा छ केटाहरूले बढी सान्छु भनेर होइन अनि मैले चाहिँ एउटा जस्ट पार्टिकुलर अब्जेक्ट उयो पेद्रीवाला लाइक पार्टिकुलर एउटा अब्जेक्टलाई मैसँग राखेर तिमीहरूले जितेछ छैन यो तिमीहरूलाई भनेर क्या त्यो के थियो मैले बिर्सेँ मैले हेर्न चाहिँ हेरेँ खोल्नु त खोले जस्तो लाग्यो याद गरेन होला ठिक छ अब वेलकम के अरे स्ट्रङ्गर अरे नि त वी आर स्ट्रङ गर्ने अलरेडी हामी बेन्चमा पनि नभएर त बेन्चमा पनि नभएको हो नि त कोही पनि थिएन नि त कोही नै छैन अब ह्यान्सी फ्लिकै छैन फ्लिक नै छैन बिचरा त्यहाँ भएको गोल्स्की छैन रफिन्या छैन होइन गाबी साबीहरू छैन अब हेर तिनीहरू हो नि त अब हाम्रो भेटरनहरू त गाबी हो नि ब्रो गाबी त भेटरन पो हो त अब त ठिकै हो गेम हारेकै हो एक्सेप्ट गर्नै पर्छ होइन तर जस दुईजनाको चाहिँ मैले फुल्ली फिट हेर्नु मन लागेको छ क्या भन्नाले दुइटै फिट टिम क्या हुन्छ यिनीहरूको त त्यही त हो नि उनीहरूको को इन्जर्ड थियो र उनीहरूको त पुरै फिट हामी भन्नाले अब लाइक गेम चाहिँ कस्तो हुनु उनीहरूको त स्टार्टिङ 11 त्यही होइन र इन्टेन्स हुनु पर्यो क्या ब्रो त्यही त फर्स्ट हाफ त त्यही भएर त म तिमीहरूको घरबाट चल्दिएको त ड्युटी स्युटी गापेर हामी खेलेको है सेकेन्ड हाफ चाहिँ अलिक हेर्न लायक खेल्यो भनौँ न जस चिउ बनायो केटाहरूले एटलिस्ट हुन्छ नि यताउता हान्दै थियो ठिक छ अरे तर मलाई चाहिँ भन्नु न दुइटै फिट क्या ल हुन्छ नि सबै क्या ल बुझ्यो नि मैले भन्न खोजेको दुईतिरबाट आइरहेछ उता गइरहेछ होइन टिकी टाका हानिरहेछ बल दिइरहेको छैन फ्रस्ट्रेसन छ रेड कार्डवाला सिन छ घम्सा घम्सी एम्बापे किन मलाई त कसम एभ्री टच मलाई एम्बापेको डर लाग्छ क्या ब्रो त्यो थ्रेट हो त्यो डर लाग्दो नै हो ब्रो लाइक हुन्छ नि मलाई डर लाग्छ त्यो मान्छे त्यो चाहिँ अपोनेन्ट नहोस् जस्तो क्या लाइक अपोनेन्ट टिममा नहोस् जस्तो हेर न जहिले पनि त हो नि ब्रो हेर न अब वहाँनिर वर्ल्ड कपमा ब्रो ह्याट्रिक दुई गोलले पछाडि छ झ्याम्की झ्याम हान्दैन पछिबाट त्योभन्दा अगाडिको वर्ल्ड कपमा अर्जेन्टिना नखानेको त्यसले नै गर्दा हो त्यही भागेर होइन त त्यही भएर हिजो मैले त्यो के अरे भिनीलाई समाज भन्ने नि त्यही नहोस् भनेर हो नि त त्यसरी नै हो नि त डिबक्सम्म पुग्ने सेन्टरमै लडाइदियो नि येलो कार्ड खाऊ खलास फेरि तर के अरे कर्मा इज रियल क्या ब्रो एकैछिनमा गोल खाइदियो है फेरि भएको क्या बुझ्यो येलो कार्ड लियो पेड्रीले अनि उता गएर त्यही तर क्या माया लाग्दो रेड कार्ड खाएछ नि लास्टमा नि ठिक छ अब के भन्नु ठिकै छ एक गेम रेस्ट गर भाइ अब जमान जोतेको छ है पेद्री बिचारा हरेक गेम खेल्ने प्लेयरहरू ब्रो जहिले कहाँ राम्रो गेम डिलिभर हुन्छ त ब्रो आज त अरू खेलिदिनु पर्यो नि राम्रो भनेको खेल्नुको लागि त्यही भनेको अरूले पनि दिनु पर्यो नि त बिचारा अब के गर्छ तर हैन त्यति नै हुने थियो यारमा एनीवे वी विल कम ब्याक स्ट्रङ्गर हैन अब अनि फिट टिम हेर्ने हो क्या ड्याम होस् न अन्त बाइ द वे गाइजहरु हैन यो चाहिँ हाम्रो सेकेन्ड एपिसोड अनि यो चाहिँ हाम्रो भाउजूले भेटेको छैन थ्याङ्क यू भन्नु थ्याङ्क यू मेरो बेबीलाई केटाहरूको भाउजूलाई फर हुन्छ नि गिफ्टिङ अस हाम्रो लोगो दाजुभाइहरू बाइ द वे फर द फर्स्ट टाइम वेयरिङ आवर ओन शिट हुन्छ नि अनि इट फिल्स नाइस हुन्छ नि कसम केटा हो आफ्नै ब्रान्ड लगाउन कम त मजा हुँदो रहेछ ब्रो जस्तो सब जेसुकै भए पनि हैन कम्फी जस्तो सुकै होस् क्या मेन लाइक मेरै हो नि त ब्रो लाइक अब हामी बनाउनु नि पर्छ बिस्तारै हैन आफ्नै नयाँ प्लान्सहरू अलट प्लान्सहरू छ दाजुभाइहरू हामीसँग होइन अब बिस्तारै एक्जिक्युट गर्दै जाने अब टाइम भनेको यस्तै हो दाजुभाइहरू विदेशमा ड्युटी देखिहाल्छ डेली भ्लगमा कस्तो हान्छु जे जस्तो जति टाइम हुन्छ त्यसलाई निचार नाचुर गरेर हुन्छ नि सबै कुरालाई ब्यालेन्स गर्दै गरेको अनि टुटी नै होइन मेन भनेको त ब्रो
चाहिन्छ नि ब्रो हुटुटी नै हो ब्रो लाइक कति चाहिँ हुन्छ नि लाइक आउने ल ड्युटी आयो गयो आयो वाट नेक्स्ट त्यही हो लाइक एटलिस्ट समथिङ हुन्छ नि लाइक तिमीले अब हेर न सानोमा पनि त ब्रो त्यो मोजाकै बल खेलेर पनि त ब्रो त्यो तिमीलाई त लग्नु छ नि त लाइक एउटा फिजिकली प्रपर बल र मोजाको बल त कति धेरै डिफरेन्स हुन्छ बच्चामा हैन त्यो मोजाको बल तिमीले लगेर त्यहाँ गोल हान्नु छ नि त ब्रो जति तिमीले त्यो फुटबल हैन एउटा दामी फुटबल तिमीले लिएर जान्छ त्यस्तो भन्दा 100 टाइम्स डिफिकल्ट हुन्छ नि त त्यो त फर स्योर हैन त्यसलाई बुन्नु पनि तिमीहरूकोतिर बुन्थ्यो प्रपर उयो मलाई त थाहा छैन ब्रो हैन म त गफ हानेको त उयो वाला थाहा छैन मलाई त्यो मोजाको बल चाहिँ मलाई त थाहा छैन ब्रो सिधै हैन बरु त्यो एउटा ब्ल्याडर टाइप्सको बल चाहिँ थाहा छ त्यहाँबाट स्टार्ट भएको क्या मेरो चाहिँ फुटबल हैन हामीले चाहिँ बुनेको प्रपर मजा हैन मजाभित्र बोरा के प्लास्टिकको खोलहरू हालेर हैन अन्त तिमीलाई त्यो जुटको बोरा थाहा छ जुटको बोरा छैन नि जुटको बोरा सिउनको लागि युज हुने हुक थाहा छ त्यो ठुलो सियो हो त्यो सियोमा चाहिँ डोरी हालेर हैन ब्रो केटाहरूले इलामतिर मैले भने नि बिब्लाडोमा केटाहरूले होइन फुटबलै बनाइदिन्थ्यो ब्रो लाइक प्रपर त्यो डोरीहरू पनि क्या टक क्या गोल जस्तै क्या गोलै क्या हाम्रो जस्तो एउटा कालो बल हुन्थ्यो ब्रो है अब कसरी अब त खेल्दा हो थाहा भएन हैन तर जस त्यसमा चाहिँ त्यो डेन्सिटी नै नभएको क्या अब हुन्छ नि त प्रपर हुन्छ नि त्यसबाट सुरु गरेको क्या मैले चाहिँ अनि बिस्तारै अनि मिस्टर युड आउन लाग्थ्यो मिस्टर युड चाहिँ सपना हैन सपना हो नि त एक टाइमको सपना हो नि त मिस्टर युड 500 पर्थ्यो सुरुमा हामीले मलाई मिस्टर युड किन्दा थाहा छ क्या 500 हो क्या 500 हो मिस्टर युड त्यतिखेर हैन आमामा पानी झरीमा खाली खुट्टा अनि त्यो बल हान्दाखेरि यस्तो पोल्ने दुख्ने ब्रो मिस्टर युड बिब्लाडे अब म त्यहीँ पुगिसकेँ लाइक ब्रो लाइक दिनभरि खेल्ने हो क्या दिनभरि म चाहिँ फुटबल होइन लाइक हुन्छ नि म चाहिँ सानैदेखि क्या त्यो हुन्छ नि त्यो दिमाग लगाउने मान्छे हो क्या ब्रो फुटबल पनि सबै खेल्ने क्या म चाहिँ जस खेल्नु पर्यो सबै कुरा जे देखो खेल्नु पर्यो एकछिन खेल्ने होइन त्यसमा मलाई प्रो हुनु छैन ब्रो फेरि खेल्नु बेसिक थाहा हुनुपर्छ सबै नियम कानुन थाहा हुनु पर्यो अलिक त यस्तो हो रेगुलर प्लेयर भन्दाखेरि चाहिँ अलिकति हुनु पर्यो तर त्यहाँ म्याक्स पुग्नु परेन क्या बुझ्यौ रेगुलर अब फुटबलमा पनि ल मलाई को पछाडि खेल्छ ब्रो अगाडि खेल्नु पर्यो होइन डिफेन्स बसेर किपर बसेर एकछिन 1 सेकेन्ड हो क्या त बल रोको भने एकछिन तालियो ब्रो तिमी मिडफिल्डबाट खेल अगाडि स्ट्राइकर खेलेर गोल हान त ब्रो अर्को गेमको लागि पर्खिरहन्छ त्यहाँ नम्बरेवाला क्या 10 नम्बरेवाला 10 नम्बर पनि होइन 10 नम्बरले गोल हान्यो त्यही भएर चाहिँ म चाहिँ अनि फेरि त मेसीको फ्यान हो नि त अनि म जहिले नम्बर 10 ब्रो मेरो त जहिले सेलेक्ट म मेसी भन्दा अगाडि रोनाल्डिनोबाट हो क्या मेरो चाहिँ नम्बर 10 चाहिँ लाइक बार्साको नम्बर 10 चाहिँ होइन रोनाल्डिनो हो क्या मेरो लागि चाहिँ लाइक मेसी खतरा हो होइन मेसी के अरे रोनाल्डिनो भन्दा नि खतरा हो होइन तर मेरो लागि चाहिँ मैले चाहिँ बार्सिलोना हेरेको फुटबल मन परेको टुल हुन्छ नि लभ फुटबलको प्रति चाहिँ रोनाल्डिनो हेरेर हो क्या त्यो कर्ली कपाल ब्रो लङ होइन त दाँत होइन निच्चा हाँसेर होइन ब्रो ड्रिब्लिङ ब्रो सोच न त्यसको त्यो टाइममा उसले गरेको कुराहरू म्याजिकल हो क्या अनि फर्स्ट मैले लाइफमा ट्याटु हान्छु भनेर सोचेको ट्याटु भने कुन भन न फर्स्ट त्यो रोनाल्डिनोले असिस्ट हान्छ नि अनि त्यस्तो मेसीले यस्तो उडाएर गोल हान्छ होइन अनि यस्तो काँधमा यसरी बोक्छ नि मैले लाइफमा ट्याटु हान्यो भने फर्स्ट ट्याटु चाहिँ मैले इमेजिन गरेको थियो क्या फर्स्ट गोल हो क्या त्यो अनि उसको होइन अनि त्यो डेब्यु गोलमा अनि रोनाल्डिनोले बोकेको गरेर होइन म पिक्चर नै हाने कतातिर मैले ट्याटु लाइफमा हाने भने त्यतिखेर अब त्यो एउटा सोच आउँदाखेरि त्यतिखेर न दुबईसम्म हुँदाखेरि नि सोच्थेँ क्या ट्याटु हान्यो भने चाहिँ यो हान्छु पहिला सुरु चाहिँ टक्क मेसीलाई बोकेको रोनाल्डिनोले नम्बर 10 र 30 वाला होइन मलाई त्यो रोनाल्डिनोको त्यो क्लिप्सहरू अहिले हेर्दाखेरि पनि क्या ब्रो आम्बो लाग्छ क्या कस उभिएर हान्थ्यौँ क्या ठाउँको ठाउँ क्या यहीँ छ होइन च्याकचुक त्यो चेल्सीसँगको एउटा गोल हेर न बल त्यहीँ छ होइन ऊ बडी यस्तो गर्छ होइन मुभै छैन क्या त्यहीँ उभिरहेछ
यता गर्छ त्यो डिफेन्डर अलरेडी त्यो फक भइसकिसक्यो गोल हानिदिन्छ त्यही खुट्टा त्यहीँबाट क्या यस्तो कस्तो हाउ म्यान वाला त्यही भएर नम्बर 10 चाहिँ मलाई चाहिँ रोनाल्डिनो मेरो लागि चाहिँ पर्सनल फेभरेट मेरो हुन्छ नि आइडल भनौँ न अब हेरेर चाहिँ फुटबल खेल्न थालेको चाहिँ कोबाट भन्दाखेरि मेसी त होइन नि त मेसी त पछि हो नि त हामीले खेल्दै गर्दाखेरि देखेको नि त रोनाल्डिनो चाहिँ त्यो लाइक त ब्याक टु क्या त उयो क्या कसले को पछाडि बस्छ क्या ब्रो मैले भनिन ब्रो त्यही हो क्या मलाई चाहिँ अलिकति देखिनु पर्यो थाहा हुनु पर्यो होइन अलिकति 1-2जनाले पर्खिनु पर्यो भनौँ न अर्को नेक्स्ट गेम खेल्नु यो पनि खेल्छ ओके भन् त्यो यहाँ जे पनि खेलिदिने नि ब्रो फुटबल त खेलेँ एकचोटि इन्सिडेन्ट भएर छोडेको क्या फुटबल त मलाई इन्जर्ड भन्दाखेरि पनि मैले तारा देखेँ क्या ब्रो तोरी सम्झायो हुन्छ नि ब्रो मेरो पनि छ त्यस्तो यस्तो भयो क्या त्यो एउटा लाइक इन्टर कलेज गेम खेल्नु गएको अनि अब त्यही त हो नि अगाडिबाटै होस् होइन हुन्छ नि त एउटा होइन हुटुटी हुन्छ नि त त्यतिखेर त ब्रो गोलै हान्ने हो नि ब्रो त्यो एनर्जी त्यति बेला सोच न 8-9मा कस्तो हुन्छ ब्रो लाइक दिनभरि खेल्ने हो क्या त यहाँ हो नि त ब्रो होइन बल त फेरि फ्री किक खतरा फेरि मेरो राइटीको फ्री किक भन्दा लेफ्टी चल्दैन होइन ब्रो तर फ्री किकको लागि चाहिँ युज हुन्छ क्या फेरि लेफ्टी नै भन्न खोजेको सुनसरी होइन लाइक लेफ्टी चाहिँ त्यस्तो गोलसोल हान्ने जे होस् भनौँ न अगाडिबाट खेल्ने अगाडिको अब अपोनेन्ट चाहिँ चौधरीहरू क्या ब्रो चौधरी टोलको हुन्छ नि प्रपर गुङ्सहरू गुङ्गी हानेर कस्तो हुन्छ ब्रो चौधरी थाहा नि त होइन आमा केटाहरूले त कहाँ नि बल त फुट फालिदिन्छ नि अब होइन ढेकालेरै क्या ब्रो दिन्छ रेफ्रीले फल पनि के गर्नु त नि अब फलिदिएर के गर्नु अब सानो होइन पार बस्दाखेरि पनि अब यत्रो होइन म त पछि बढेको क्या ब्रो 11तिर बढेको हो नि त चौधरी सर्ट भेटेको तिमीले भनेपछि त्यहाँदेखि मलाई थाहा छ क्या अझै पनि क्या ब्रो मसँग मलाई एउटा साथीले टक्क त्यहाँ होइन मिडबाट मलाई सट्ट यो एसेस दियो होइन टक्क यता लग्दै थिएँ टक्क बिचमा दियो फेरि मलाई दियो अनि मैले हल्का बेसी काटेँ बल हल्का ज्यादा रन भयो क्या भेट्नु पर्यो नि त ब्रो अब आफ्नो मिस्टेक हो नि त भेट्नु पर्यो त्यो भेट्दाखेरि सर्ट हान्नु मिल्छ बुझ्यौ म आफूलाई अझ हल्का उयो हुन्छ नि एक्स्ट्रा उयो एनर्जी गरिरहेको छु सुई गएँ होइन मैले भेटेको बल मेरो मैले भेटिसकेँ म सर्ट हान्छु त्यो बलमा तर मेरो चाहिँ त्यो सोच भयो क्या उताको डिफेन्डरले मभन्दा छिटो बल त्यसले भेटेर नि यस्तो सेको नि ब्रो होइन म यहाँ लाग्यो होइन लागेको मात्रै याद छ अनि एकैचोटि ढलेर तारा देख्यो क्या पेटमा ब्रो मैले निधारमा निस्केछु धागो ब्रो मैले त नेक्स्ट त नि म कहाँ घरबाट त्यस्तो इन्सिडेन्ट भइसकेपछि त होइन अनि मैले पनि हो यार भनेर स्नोकरतिर फेरि लाग्दिएको क्या म मेरो छैन मेरो त आफ्नै टिमको साथीले हानेको मलाई त झन् कस्तो डिफेन्डर होइन मेन डिफेन्ड होइन अब त्यो मेन डिफेन्ड भनेको त्यतिखेर 7 साइडमा उतिखेरको कुरा गर्दैछु केटा हान्यो भने खतरा हो क्या उसको काम भनेको ट्याम्मै हान्ने अगाडि पुऱ्याउने क्लियर मात्रै गरिदिने क्लियर हो क्या पावर हुनु पर्यो उठ्नु पर्यो बल माथि जानु पर्यो होइन त्यसले डिस्टेन्स हान्नु कभर गर्नु पर्यो नाम त इन्द्रे थिएन नि ना ब्रो निकेश काफले हाम्रोतिर चाहिँ डिफेन्डरहरूको नामहरू चाहिँ इन्द्रै हुन्छ क्या हुन्छ नि निकेश काफले मेरो साथी मेरो एकदम मिल्ने साथी होइन सोल्टीले अनि कस्तो भयो भने अगाडि मिडतिरबाट सेन्टरतिरबाट भनौँ न सेन्टरतिरबाट बल रिफ्लेक्ट भयो अथवा के भयो म सेन्टरतिर थिएँ क्या त्यहाँ ड्याम भयो त्यो बल गुडेर गयो क्या निकेसीपट्टि त्यो मेन डिफेन्स होइन त्यसले अब सेक्न पाएको ब्रो त्यसले त यस्तो हान्ने नि ब्रो त्यस कामै हान्ने क्या ड्याम हान्ने क्या उडाउने क्या बलमा मिस्टरयुड अन्त ब्रो त्यसले त्यो रिफ्लेक्ट भयो म सेन्टरमा छु होइन म आफ्नो पोस्ट फेसिङ छु हेर है उसले अब गोल यता हान्दैछ है ऊ मेन डिफेन्स त्यसले टुङ्गा हानेको थाहा छ अनि एकैचोटि मेरो यहाँ हानेर आएको थाहा छ कि अन्त भेट्यो होइन लडाइँ चाहिँ अब लड्नु चाहिँ म ड्याममै लडेछु होइन मेरो फिल्डमा चाहिँ म स्लोमोमा छु क्या ब्रो पुरै स्लो मलाई त्यो ढ्याङ लडेकै थाहा छैन क्या बुझ्यौ नि त्यो ड्याममै लडेको त्यो हुन्छ त्यो ड्याङ हुँदैन त्यो एउटा पोइन्टमा पुगेर दुख्ने ओर्ने हुन्छ नि यस्तो भेट्यो स्लोमोमा तोरीको फुल भनेको थियो त्यो तोरीको फुल होइन रहेछ क्या पहेँलो कलर कुद्दो रहेछ क्या
भेटेको छु क्या ब्रो तोरीको फुल देख्ने गएर हान्छु भनेर भन्छ नि त मान्छे पहिला नेपालमा जसले भन्यो धेरै नबोले तोरीको फुल देख्छ है भाइ यताउता हो नि त होइन त्यतिखेर हाम्रो टाइममा चल्ने कुरा हो नि त त्यो होइन तोरीको फुल भनेको चाहिँ ब्रो लिटरली हुँदो रहेछ तर इट्स नट तोरीको फुल इट्स पहेँलो कलर होइन पहेँलो कलर इन्भिजिबल कलर होइन तर त्यो छ तिम्रै आँखा अगाडि छ तर त्यो होइन त्यो फुल होइन तर पहेँलो कलर चाहिँ कुद्छ म्याम यस्तो कुदिन्छ ताराहरू कुदिन्छ अर्को उयो क्या झड्का लागेको छ सानो खालके करेन्टको भेटेको छ अलिअलि त्यसमा पनि एउटा हुन्छ नि पुरो चिसोवाला तिमीलाई थाहा भइसक्यो क्या तिमीलाई करेन्ट लाग्यो होइन तिमीले त्यो सर्टेन टाइम हुन्छ तिमी त रियाक्ट भइसक्यो यस्तो भुइँहरूले क्या त्यो चिसो खुट्टाहरूले लगेर हान्छ नि कहिले काहीँ जाडो महिनामा हुन्छ क्या त्यो चाहिँ प्रायः हुन्थ्यो अब मलाई चाहिँ चिसै बनाइदिने क्या आमा यार मलाई पनि यो सकहरूको एक्सपिरियन्स छ तर मैले बिर्सेँ बहुत छ त्यो खाली खुट्टामा वाला सिनमा हो क्या अनि पछि मैले थाहा पाएको क्या खाली खुट्टामा भिजेको खुट्टामा हुँदैन भिजेको फ्लोरमा इलेक्ट्रिसिटी त्यो अर्थिङ हुन्छ अथवा के हुन्छ भनेर चाहिँ निकै पछि बुझेको हो यहाँ नत्र त पहिला पनि मैले करेन्टहरू त खाइरहेको त्यही भएर होला क्या ब्रो मलाई क्या त्यो हाइटदेखि डर लाग्ने क्या त्यो इन्सिडेन्ट पछाडि जस्तो लाग्न थालेको छ क्या मलाई हाइटको डर किनभने मलाई याद छ क्या म त्यो सानो रुखहरू चढ्ने ओर्ने हुन्थ्यो होइन अनि हो सायद अहिले याद भयो क्या मलाई त्यो फुटबलले भेटेदेखि हो कि क्या जस्तो लाग्न थाल्यो क्या त्यो डर पसेको क्या एउटा सँगसँगै तर त्यो त फुटबलको हो नि त फेरि हाइट अब म फेरि कहिले रुख नचढ्ने होइन तर त्यो मैले त्यो दुबईमा ग्लोबल भिलेजमा के गरेँ क्या ब्रो गर्नु त मैले पनि गरेँ नि तर त्यो एउटा हुन्छ नि त्यो एउटा बुझेनौ मलाई त्यस्तो इक्विपमेन्ट्सहरूसँग त्यसमा डर होइन क्या ब्रो बन्जीहरू चाहिँ डर लाग्छ सोच्न सक्दैन बन्जी इमेजिन गर्छौ ब्रो बन्जी गर्ने ठाउँमा पुगेर फर्केको मान्छे हो म फर्केको कसम बन्जी पुगेर बाँधेर छोडेको होइन कि पुग्दै डर सुरु भइसकेर आदिसम्म पुग्दाखेरि नै काम भइसकेर चाहिँ निस्केको क्या मुतिन्छ जस्तो भयो क्या भन्दा पनि होइन लाइक भाइ क्या तँलाई यस्तो डर लागिरहेको छ किन गर्ने यस्तो डर किन गर्ने वाला भएको किन गर्ने त म त मजै आइरहेको त यत्रो यहाँ हान्ने तेरो दिमागमा आइसकेको कुरा त डेस्टिनेसनमा पनि आइपुग्नु आँटिस तैँले त्यो कुरा गर्नु आँटेको छ तँलाई डर लागिरह मजा आइरहेको होइन अब मेरो ब्याड एक्सपिरियन्स भयो भने त थुक्क तँलाई थाहा थियो त होइन होला तिमीलाई ल खुल्ला हो त्यहाँ पछाडि तिमी खुल्ला हो ओके खुलेर म के गर्ने हो र भोलि जहिले बन्जी हान्नु आउँछ त आउँदिन नि त त्यो त एकचोटि भयो ओके होइन पुरा प्रश्नहरू खेल्यो त्यहाँनिर हिँड्दैछौ पुलमा होला होइन हान्ने कि नहान्ने वाला भयो ल तर मलाई चाहिँ तर म डर लाग्छ होइन हाइटसँग तर म चर्चित गर्छु कि आफूलाई बन्जी उडिरहेकोहरू देख्छु होइन डर चाहिँ फेरि वाल लाग्छ हाइटदेखि होइन तर फेरि प्लेनमा डर लाग्दैन लाइक हुन्छ नि लाइक त्यो एक खालको डर हुन्छ क्या कोही डराउँदिन भन्छ नि त्यो एक खालको हुन्छ क्या डर होइन तर म प्लेनमा त्यो टेक अफ हान्छ नि टेक अफ हानिसकेपछि चाहिँ मलाई डरै लाग्दैन त्यो बेला चाहिँ टेक अफ चाहिँ हुन्छ हुँदैन जस्तो लाग्छ क्या त्यो तल स्पिड गयो नि त्यो साइन्स चाहिँ के होला त्यो साइको लाग्छ यार मलाई यार एभ्री टाइम फ्लाइटमा बस्दाखेरि मलाई त्यो एकदम साइको लाग्यो यो त माया खतरा हो यार सोच न ल सोच त प्लेन क्या यो खतरा सिन होइन अब त्यो जसले बनायो नि त्यो इन्जिनियर उनीहरूको लागि त के हो र हो नि त होइन बट हु फाइन्ड आउट क्या जसले चाहिँ यो हुन्छ नि यो साँच्चीकै यस्तो कुदेला भुइँमा छ सोच न त्यो कसरी अनि माथि पनि कुदिरहेको छ क्या इट्स नट लाइक एक ठाउँमा होइन नि त त्यो हावालाई यो त लाइट्सहरूलाई पो छेडेर जाँदैछ त ब्रो त्यही त स्पिड है होइन त्यो स्पिडले त लाइक फर्स्टको त्यो रनवेमा हान्छ नि त्यो स्पिडले त डिटरमाइन गर्ने त भनेको त कति किलोमिटर्स कति माइल्स किलोमिटर्सहरू क्या हेर न है जब चाहिँ अनि त्यही भएर चाहिँ प्लेन टेक अफ हान्छ नि त्यस्तो हानिसकेर अनि ओके नाउ यु क्यान रिमुभ यर सिट बेल्ट टुङ टुङ गर्छ नि त्यहाँ पुगेपछि चाहिँ ल अब चाहिँ भयो अनि उयसको एयरपोर्टको बाथरुममा साइको भएको छ छैन फर्स्ट लट मलाई डर लाग्छ क्या ब्रो मैले भन्न मलाई त कसम मिल्ने भयो गाडीमा जानु मिल्ने भयो म कसम गाडीमा गइदिन्छु क्या ब्रो बुझ्यौ नि लाइक फ्लाइटको ट्रिपै डर लाग्छ होला ओभरअल डर लाग्छ मलाई त्यही भएर हो मैले हो त्यो भन्नु खोजेँ क्या मान्छेहरू कुल हुन्छ कि
तर त्यो डर लाग्ने भनेको फेरि लाइक त्यो एन्जाइटी त्यो चाहिँ त्यही हो क्या मैले भन्नु खोजेको त्यही हो क्या डिपी समवेयर इनसाइड क्या कहाँ तल चाहिँ वाला त्यो सम नेगेटिभ भाइब्स क्या त्यो अलिकति नेगेटिभ एनर्जी क्या त्यो चाहिँ त्यो नेगेटिभ एनर्जी चाहिँ पेलिन्छ मलाई बेसी हो होइन हो त्यो मलाई चाहिँ टक्क बाहिर माथि उड्यो नि टक्क बादल ओ बादल हो म चाहिँ त्यो हो क्या बादल अनि त्यो पछाडि त्यो स्टेजहरू हुन्छ नि त घामले माथिबाट हान्छ बादललाई पहेँलोहरू देखिन्छ होइन टुक्रा टुक्रा हो त्यो बादलभित्र छिर्दाहरू सबहरू हेर्दै हिँड्छु क्या मलाई चाहिँ ढोका पर्दा बन्द गरिदिए टाइपको हो क्या म चाहिँ कालोमा छोड्दै होला म चाहिँ प्रपर कहाँ म त म्यापहरू हेर्छु होइन त्यो हुन्छ नि माउन्टहरू देखिन्छ नि त अब हामी त नेपालबाट होइन कन्ट्री अक्रस कन्ट्री हुन्छ नि डिफ्रेन्ट कन्ट्री क्रस हुँदाखेरि त तिम्रो बिचमा तल त माउन्टेनहरू पाहाडहरू के परिरहेको हुन्छ नि त मैले त त्यो के माउन्टेन रहेछ हुन्छ नि यस्तो जुम हानेर कति यो हुन्छ नि कति मिटरको हुन्छ नि 4000 5000 को मिटर उयोहरू हुन्छ क्या माउन्टेन फक माउन्टेन हाम्रो 8000 माथिको मात्रै माउन्टेन त हामीलाई नेपालीलाई ल मिनिमम 7000 माथि त हुनु पर्यो क्या ब्रो कम्तीमा पनि म चाहिँ हेर्दिनँ म प्रपर त्यस्तोहरू हेरिदिन्छु पहिले चाहिँ यस्तो हुन्थ्यो लाइक अब लाइक फ्लाइटमा बसेपछि होइन अब सुरुमा क्या अब होइन ड्रिङ्क्स दिन्छ यता हुन्छ नि त म चाहिँ अब यस्तो सोच्थेँ क्या अब सुरुको फ्लाइट लिँदाखेरि चाहिँ के गरी लिने होला ल हुन्छ नि कस्तो अब एक्सपिरियन्स गर्नु फर्स्ट टाइम एक्सपिरियन्स गर्नु आँटेको लाइक दुबई नै होला मेरो फर्स्ट फ्लाइट क्या हुन्छ नि डाइरेक्ट अनि कस्तो चाहिँ हुन्छ यस्तो सोध्छ क्या 2 प्याक हानिदिनु डाइरेक्ट दुबई भनेर क्या अब सुरु सुई हाल्यो होइन स्वाट उडायो नि त्यो हुन्छ नि फर्स्ट चिसो भयो होइन ब्रो अब त्यहाँ चाहिँ अब सुई लगेर हल्का कडा ल मैले त सकिसकेँ क्या ब्रो बुझेनौ सकिसकेँ भित्रैबाट ल भइसक्यो एकछिन पछाडि नर्मल भयो अन्त ठन्डा भयो अनि के लिएर आइरहेको थियो क्या त ड्रिङ्क्सहरू हानेर एकैचोटि दुबई याद छ क्या मलाई सिधै ड्रिङ्क्स पछाडि कहाँ म त दुबईको फर्स्ट एक्सपिरियन्स कस्तो टक के एयरवेज भने अझ एयरवेजको नाम पनि थाहा छ मलाई के एयरवेज भने इन्डियन एयरवेज होला जेट एयरवेज सही जेटै हो हाम्रो पनि जेट एयरवेज थियो होइन पहिला सुरु कहाँ दुबई नेपालबाट ओमान लग्यो ट्रान्जिटवाला हो म नेपालबाट ओमान लग्यो होइन ओमानमा ट्रान्जिट भयो मेरो फर्स्ट ओमानको एक्सपिरियन्स क्या खाडीको एक्सपिरियन्स क्या ब्रो टक्क प्लेनबाट झऱ्यो नेपालमा त नेभर नि त ब्रो म कति 19 वर्षको हुँदाखेरि निक्लेको होइन 19 वर्षसम्म मैले तातो हावा भनेको झापामा म दिनको घाममा प्रपर टिरिली घाममा तिमी झापामा हिँड्दैछौ भने त्यो तातो घाम तातो हावा हान्छ नि ब्रो गाडीमा पनि टक्क बस्छ तिमी तातो हावा हान्छ क्या त्यो होइन त्यो हो नि म इलाममा हुर्केको मान्छे होइन मेरो लागि त हावा त चिसो हुनु पर्यो नि त लाइक मेरो कन्सियस माइन्डले के भन्छ भने चिसो हुन्छ हावा शीतल हुन्छ इलाम होइन अन्त राति घाम पनि छैन होइन अब टक्क निक्ल्यो होइन ट्रान्जिट भयो टक्क एयरपोर्टमा निक्ल्यो त्यो बससम्म चढ्ने बेलामा क्या प्लेनदेखि बस लाइक मेबी 1 मिनट पनि छैन वक टक्क बाहिर निक्ल्यो कि हो पत्ता त क्या ल यो के हो मेरो लागि चाहिँ यो के भएर होइन होला बस यता बस कुदिरहेछ प्लेनको चाहिँ त्यो राप होला क्या मेरो क्या मैले आफूलाई त्यो सान्तवना दिएको चाहिँ यो चाहिँ प्लेनको त्यो इन्जिन तातो सेलाउँदैछ अनि त्यही तातो होला भनेर टक्क बसमा छिर्यो बसमा एसी त्यहाँबाट भित्र एसी होइन सेम सिट त्यहाँबाट टक्क फेरि फ्लाइटसम्म एसी अर्को नेक्स्ट फ्लाइटसम्म एसी तिमीलाई बाहिरको तात्कालमै थाहा छैन क्या टक्क अनि चढ्यो 1 घन्टाको फ्लाइट ओमानबाट होइन ओमानबाट टक्क उड्यो ओमान त राति त ब्रो गोल्ड लिटरली गोल्ड क्या चट्ट त्यो एयरपोर्टबाट सर माथि जाँदा त ठुलो बजार होइन बजारै भनिदिउँ न होइन त्यो सानै हो नेपालभन्दा त सानै हो नि त ठुलो बजार गोल्डन कलर फ्लाइटहरू उडिरहेछ होइन यता आफ्नो फ्लाइटबाट अब अरू फ्लाइटहरू देख्दैछ क्या अरूतिरबाट उडेको ड्याङ त क्रेजी हो मेन अनि टक्क तिनीहरूले के स्यान्डविच के दिएको थियो जहाँ लाइफमा मैले फर्स्टचोटि खाएको थिएँ क्या त्यो वाट एभर त्यतिखेर खाएको थिएँ त्यो फर्स्टचोटि थियो मेरो लागि वाट एभर स्यान्डविच थियो होइन किचक थियो त्यो मेरो लागि फर्स्ट टाइम थियो त्यो यस्तो वाट एभर क्या त्यो स्यान्डविच भनौँ न अनि टक्क झऱ्यो एयरपोर्ट झऱ्यो दुबईमा अब यो त डेस्टिनेसन आइपुग्यो नि त दुबईमा छोड्यो फेरि कालो प्यान्ट सेतो सर्ट विथ टाई तिम्रो स्टोरीमा सबै रिलेट छु होइन
म त्यही हो होइन त्यही सुटमा हो म पनि होइन बट म ओमन छैन क्या बुझ्यौ अब सुनौ तर सेम हो नि त होइन सेमको अलराइट अन्त त्यो पछाडि टक्क दुबई झऱ्यो हल्का तातो भेट्यो न राति नै छ क्या ओके राति दिउँसो होइन म साइको भइरहेको छु क्या लाइक प्रोसेसै गर्न सकिरहेको छैन टक्क अन्त झऱ्यो ब्रो लाइक वेन यु फिल इट म अहिले तिमीहरूलाई एक्सप्लेन गर्न सक्दैन त्यो खाडीको तातो कस्तो तातो हुन्छ त्यो फर्स्ट एक्सपिरियन्सको कुरा गर्दैछु म त्यो भोलि पर्सि 3 दिन पछाडिको होइन जुन दिन चाहिँ नेपालबाट म ल्यान्डिङ भएको थियो तातो ल म्या अन्त हल्का हिँड्दैछ अब त्यहाँ त हिँड्नु पऱ्यो नि त बसबाट झरेर अन्त त्यो इमिग्रेसन बिर्सिनु सकिसक्यो अहिले म पिक्चर नै आएको छैन मलाई भित्र छिरो चिसो अन्त टक्क त्यो एयरपोर्टबाट जुन त्यो बाहिर निक्लिन्छ नि अब एयरपोर्ट देखिन्छ नि तिम्रो त्यो रनवेहरूबाट तिमी बाहिर निक्लिसक्यो चेकआउट भइसक्यो नि तिमीले सिसाबाट बाहिर देख्छ नि एयरपोर्टै मैले कथा क्या त्यो क्या अब एयरपोर्टमा होइन अर्को त्यो त्यस्तो हुन्छ नि एउटा हुन्छ एस्काभेटर एलिभेटर वाटेभर भेटर हुन्छ होइन एस्काभेटर वाटेभर त त्यो सिँढीवाला चढ्ने हुन्छ नि मलमा हाम्रो लागि म्याक्स त्यो हो नि त नेपालमा म्याक्स हो क्या स्पेसली झन् म इलामबाट होइन म त काठमाडौँ आएर धेरै ठुलो भइकन मात्रै त्यो त्यस्तो चढेको हो क्या लाइक खुट्टा राखेर युनिट टु बी हुन्छ नि केयरफुल है यहाँनिर विशाल बजारमा थियो मलाई चाहिँ सागर अधिकारी मेरो भाइ सागर समर अधिकारी फ्रान्समा छ अहिले फ्रान्स लगाएर छैन त्यसले फर्स्टचोटि क्युएफएक्स लगाएको थियो मुभी हेर्न अब त्यतिखेर मैले एक्सपिरियन्स गरेको क्या त्यसले चाहिँ मलाई याद गरिरहेको छ कि यो चाहिँ हिँड्नु सक्छ कि सक्दैन भनेर त्यो चाहिँ युज टु अनि म चाहिँ अब भर्खर होइन अब इलामबाट आएको होइन अन्त एस्काभेटर त्यो थियो मेरो लागि म्याक्स तर त्यहाँनिर चाहिँ कस्तो भेट्यो भने त हिँड्दा पनि क्या अब क्या ब्रो बुझ्यौ मैले फर्स्टचोटि तिमीलाई त्यो देख्दाखेरि के यो त हिँड्ने यो त मान्छेको लागि त हुँदै होइन क्या ब्रो यो सामानको लागि हुनुपर्छ पक्कै ब्रो हामी ग्रुपमा 21 जना थियो कि 21 जना थियो कि 21 हो किनीहरूको लट त्यही रहेछ नि अन्त सबजनाले यहाँबाट हिँड्ने होइन हिँड्ने चाहिँ बिचबाट हो उताबाट आउने पनि छ यताबाट जाने पनि छ नि त बुझेन मैले के भन्दैछु होइन त्यो हाम्रो लागि भनेको कि त लिफ्ट हुनु पर्यो कि त सिँढी हुनु पर्यो त्यस्तो बग्ने त म्यान न्यू हो नि त कि त क्रेजी भयो यहाँ चाहिँ ब्याग राखेटा हो यताबाट हिँड्दै जानुपर्छ भनेर मैले सबजनाले ब्याग राखेर अनि यताबाट हिँड्दै गएको होइन अनि नेक्स्ट अब त्यो सक्यो नि त त्यो अर्को नि त दुबई लास्ट ठुलो छ नि त लाइक दुबईको एयरपोर्ट त कतिवटा त्यो तिमीले भेट्छ अन्त त्यो अर्को चाहिँ त्यो त्यहाँबाट हामीले ब्याग स्याग निकाल्यो अर्कोमा जाँदाखेरि उताबाट मान्छे आउँदै थियो क्या ल फक दिस इज फर अस भनेर ल केटाबाट त चढिकन क्या बसिकन अझै क्रेजी म्यान त्यो क्रेज एक्सपिरियन्स म चाहिँ ठ्याक्क त्यो झरे होइन टक्क ल्यान्डिङ प्लेन उयो भयो अनि ढोकाबाट निस्केँ दिउँसोतिरै हो जस्ट दिउँसो भन्दा 2 बजेतिर ल्यान्डिङ भयो होला होइन हुप्प भयो क्या ब्रो एकचोटि होइन हुप्प भयो आम्बो म त यार त्यो हुन्छ नि लाइक सफोकेसन टाइप्सको त्यो हुन्छ नि तिमी कहाँ छौ लाइक तिमी के भइरहेको छ कहाँ छु म त्यो हुँदै ल्याम्प गाडीमा चढेपछि त अब कुल क्या चिसो होइन लाइक सट्ट टेम्परेचर यो क्या ब्याट घटेर तिमी नर्मल भयो होइन अब त्यो गाडीबाट झरेपछि त कति 5 सेकेन्ड त होला हामी त्यो बाहिरको उयसमा गर्ने ल्याटोभित्र छिरेपछि त सक्यो नि त अब त्यहाँनिर अब प्रोसेसिङहरू त्यो के हुन्छ होइन अनि लगेज सगेज के बताए अनि अब बाहिर त्यो अब हामीलाई त लिनु आउँछ नि त को लिनु आउने त्यो सेतो हामी त अब त्यो सेतो के हो यो अनि कालोमा त्यहाँ बस्नु भने क्याप दिएको थियो होला क्याप थिएन हाम्रोमा हाम्रो त्योभन्दा अगाडिको ब्याचको क्या त्यो अर्कै थियो क्या हाम्रो पालोमा चाहिँ अर्कै थियो त्यो तिम्रो नाम गरेकै होइन ओके अनि त्यहाँनिर पर्खिरहेको थियो होइन अब यस्तो हो क्या ब्रो दुबई भनेर हामीले अब त्यो थाहा भइसकेपछि त हल्का स्टडी त गराएको थियो नि त अब लाइक एडभान्स छ मैले चाहिँ त्यसमा चाहिँ एडभान्स छ यो टेक्नोलोजीहरू अनि सेक्युरिटी सिस्टम चाहिँ यो छ भनेर त त्यही हो नि त दुबई कडा छ होइन त्यो टाइपको अनि मुभिजहरू पनि त्यस्तै अनि हाम्रो त न्युज फिडहरू पनि त्यही त हो नि त्यतिखेर दुबईको बारेमा अनि जहाँ पाए त्यहीँ हानिदिनु भएन ब्रो होइन स्मोक जहाँ पनि त्यही गर्नु भएन नि त ब्रो मलाई अब त्यहाँनिर थियो होला स्मोकिङ जोन्सहरू थियो होला के थियो होला अब वे ब्याकको अब भनौँ न त्यतिखेरको कुरा क्या अब कहाँ थियो अब होइन थाहा भएन यस्तो पर्खेर बसेर चाहिँ आउँदैन क्या ब्रो लिनु आउने मान्छे होइन अब चाहिँ वाइल्डै भइसक्यो क्या कुरेको पनि होइन अब चाहिँ मलाई नै हिँड्नु मन लागिसक्यो क्या दुबई नै हो अनि त्यहीँबाट उयो गरेको
यताउता हुन थाल्यो यताउता हुँदा हुँदै मैले देखेँ बाहिर जाने गेट देखेँ क्या ब्रो एक्जिट देखेँ मैले एक्जिट देखेँ अनि मान्छे बाहिर गएर भित्र आएको पनि देखिसकेँ भनेपछि त ओके त्यहाँ गएर तिमी स्मोक गर्नु सक्छौ भनेको टाइपको होइन बाहिर होइन त स्मोकिङ त्यो टाइपको रहेछ त्यो चाहिँ बाहिर क्या प्रपर बाहिर नि क्या त्यो चाहिँ त्यो एउटा पर्टिकुलर प्लेसको बाहिरपट्टि होइन टक्क यस्तो यस्तो गोजी छामे होइन हतियार छ कि छैन होइन टक्क बाहिर यस्तो क्या ब्रो सट्ट ढोका खोल्यो नि त्यो सट्ट तिम्रो फर्स्ट स्टेप भयो नि यो सर्ट पुरै पनि छैन गएको क्या पुरै पनि गएको छैन ब्रो अब त चिसोमा बसिरहेको थियो होला नि त म कति लङ म बाहिर गइनँ क्या ब्रो म वापस हानिदिएको क्या ब्रो दिउँसोको कुरा हो यो दिउँसोको क्या त्यो 2-3 प्रपर ऱ्यापवाला भुइँ पनि पोल्नेवाला भनिनँ मैले त्यो यो अटो सेन्सर डोर होइन तिमी गयौ यस्तो 2 सेकेन्ड होला बाहिर यस्तो क्या भयो होला अनि सोचेको क्या के छ यहाँ भनेर क्या अब एकछिन पछाडि चाहिँ फेरि गयो केटाहरूसँग बाहिर यस्तो साथी हो तिमी चाहिँ नि भने भयो अन्त अनि तिमीलाई त्यो बसमा जब तिमी बसमा ड्युटी जान्थ्यौ नि होइन बाहिर त्यो कन्स्ट्रक्सन लाइनमा काम गर्ने मान्छेहरू त्यो जब प्रपर त्यो गियरमा होइन गियरमा अनि त्यो प्रपर समरमा कस्तो त्यतिखेर कस्तो लाग्ने नि माया लाग्ने यार मलाई त लास्ट माया लाग्ने अनि आफू अप्रिसिएट कस्तो हुने त्यतिखेर ठिक छ स्याहार जे जस्तो भयो भने मेन त एसीमा छ हुँदैन क्याम्प ल ब्रो दुबईमा एसी चाहिएन ब्रो तिमी विदाउट एसी इमेजिन गर्दा तिम्रो 4 इयर्स 5 इयर्स विदाउट एसी त म सक्दैन थिएँ नि मरिन्थ्यो नि ब्रो ब्रो म काममा जोइन गरेको 3-4 दिनमा त दाइ म जान्छु दाइ म 4-5 महिना हुँदै जान्छु आँखाबाट आँसु पिल फर्स्टचोटि होइन त्यो म्याप त समाउँदा कामको त्यो सर्टेन कुराहरू काम गर्दाखेरि फर्स्टचोटि के गरियो त्यो गर्दाखेरि त ब्रो म त 6 महिनामा चल्दिन्छु त्यो पिरियड पनि दामी लाग्यो क्या मलाई त्यो जुन हुन्छ नि फर्स्ट डेको क्या फर्स्ट डेको चाहिँ मेरो इपिक छ क्या ब्रो सुन न म कहानी कम्प्लिट गर्छु ल त बाहिर गयो होइन केटाहरू चोट खायो होइन अनि यस्तो त्यहीँ बसेर क्या विरक्त लाग्यो क्या ब्रो होइन यस्तो माथि हेरेको त्यो ब्रिज छ नि ब्रो माथिको ब्रिज त्यो टर्मिनल 2-3 को समथिङ होइन माथिको ब्रिजमा एउटा क्या नेपाली हुन्छ नि लाइक त्यतिखेर त्यही 31-32 त्यस्तो हुन्छ नि साइको भइदिएको क्या माथि रुइरहेछ क्या माथि क्या त्यो लाइक मेन त्यो उयसमा चोक त्यो जस्तोमा त्यहाँ बसेर रुइरहेछ क्या ब्रो लिटरली अब यता कुराहरू हुन्छ नि त विच अब यताउता भन्दा है सी इज म्याड फ्रम नेपाल यताउता ब्रो फर्स्ट त्यस्तो देखेको क्या ब्रो अनि मैले त ल म्यान के भइरहेछ ल हुन्छ नि त कस्तो ब्याड हुन्छ नि आफूलाई नि त भित्रबाट क्या अब के नेपालबाट बाहिर निस्किने बित्तिकै नेपालीले के गर्ने बित्तिकै कस्तो लाग्दिन्छ नि लाइक होइन म त भर्खरै त झरेको त्यही पनि अब होइन के भइरहेछ ल म प्रोसेसै भइरहेन क्या अथवा त्यो आइदिएर पनि राखेन त्यो लिनु आउने मान्छे पनि ढिलो भइदिइरहेछ होइन वाइल्ड कुरिरह ल मा बेच्चै क्या हुन्छ नि त्यस्तो टाइपको त्यो आइदिइरह क्या तर लकिली आयो एकछिन पछाडि होइन अनि लग्यो उता त्यो राख्ने ठाउँमा लग्छ नि त हामीलाई चाहिँ उताको लगेको रहेछ अहिले पछिबाट त्यो पेन्ट हाउस भन्ने कि अरे शारजा शारजाको म्याकडोनल्ड्स लगेको रहेछ स्पाइसी मक चिकन खुवाएको रहेछ होइन अब फर्स्ट हुने ब्रो फर्स्ट टाइम बर्गर हान्दा फर्स्ट टाइम हुने फ्रेन्च फ्राइज फर्स्ट टाइम त्यो मैले क्या ब्रो होइन स्पाइसी मक चिकन रहेछ होइन मलाई दिएको त्यो चिज होइन सुन होइन टक्क लाइक नट फिलिङ वेल क्या हुन्छ नि ब्रो होइन लाइक केही गर्नै छैन क्या एपेटाइट छैन के भइरहेको छ प्रोसेसै गरिरहेन कहाँ ल्याइरहेछ के गरिरह हुन्छ नि अब टक्क त्यो स्पाइसी मक चिकन अब सोधेर उनीहरूले ल्याइदियो त अनि अब खानु त पर्यो नि त ब्रो के हो परे त होइन थाहा छैन होइन टक्क एक बाइट हाने मैले होइन त स्पाइसी मक चिकन अस्ति निकालेर जस्तो खाएको त्यस्तो निकाल त्यहाँदेखि अहिलेसम्म मैले मक चिकन खाएन क्या ब्रो त्यो स्वादै परेन मायोनिज नो मलाई चाहिँ त्यो स्पाइसी मैक्सिकन डबल अप गरेर 2टा चिज हालेर खान्थेँ क्या ब्रो हामी कटिन हाफ हालेर त्यो त सेट्टिस हो नि ब्रो त्यो स्पाइसीमा त्यो के बोल्दैछ हामी स्पाइसी मैक्सिकनमा पुगे नि कुरा दामी हो तर त्यो फर्स्ट टाइम तर सब नेपालीहरूलाई खुवाउने नै त्यही रहेछ हल्का पिरो पिरो हुन्छ होला एभर होइन त्यहाँनिर जान्छ यस्तो कुराको यो टपिकमा कुरा गर होइन त्यहाँ हामी दुबईमा काम गरेको ठाउँमा त्यहाँबाट आएको मान्छेसँग त्यसको एक्सपिरियन्स फर्स्ट एक्सपिरियन्स स्पाइसी मैक्सिकन त्यही शारजाकै दोकानबाट हो अनि सुन त्यहाँ भएन अब काम पेट पूजा भएन ब्रो होइन अब के कोक दिएको थियो थाहा छ मलाई होइन अनि त्यतिखेर रहेछ क्या ब्रो मलाई कोक जेरो दिएको
बुझ्यो जुन मैले त सिप खाएँ नि मैले ल यो कोक होइन ब्रो यार यो त अर्कै छ भएको क्या हुन्छ नि अब लाइक लिक्विड चाहिरहेको बेलामा ठ्याक्कै लिक्विड मिट भयो क्या लाइक त्यो जुन होइन त्यहाँदेखि मैले कोक जिरो चाहिँ वाइल्ड अब लाइक खान थालेको कोक जिरो चाहिँ त्यहाँबाट सुरु भएको कन्टिन्यू म कोकै छोडिदिएको क्या त्यहाँ पछाडि कोक त खाँदिनँ पनि थिएँ अन्त ड्युसु हान्थेँ नि त फेन्टा सेन्टा के त्यहाँ पछाडि चाहिँ कोक जिरोमा परेर म कोक जिरो दुबई बसुन्जेल अनि यहाँसम्म अहिलेसम्म हानिदिन्छु 7 वर्ष भइसक्यो कोक जिरो पनि कोक जिरो बाइ द वे अनि के अरे लग्यो अब त्यहाँनिर होइन रुम लाइक त्यो दिन चाहिँ अकोमोडेसनमा लगेन एउटै ठाउँमा राख्यो क्या लाइक बुझेन एउटै ठाउँमा राख्छ नि त्यो दिन राख्छ नि जुन दिन त्यही बिल्डिङमा थियो क्या अनि त्यही बिल्डिङमा थिएँ अनि के ब्ल्याङ्केट केहरू सामानहरू दिन्छ म्याट्रेसहरू दिन्छ नि प्लेट्सहरू एक बिरयानी पनि दिन्छ होइन टेक अवे एक बिरयानी दिन्छ त्यति खोइ ढिलो भएर क्या त्यहाँ बाहिर समथिङ के भएर बिरयानी सिरयानी दिएन त्यही मिल चाहिँ त्यहाँ गएर आयो क्या त्यो स्पाइसी मक्सिकन मलाई मिल गएर आयो होइन अनि त्यहाँ लगेर प्लेटमा फलफुल सलफुल थियो यताउता थियो होइन अब त्यही त हो नि त केटाहरू अब आफ्नो भाइ मिल्नेहरू कुडुप होइन छ भने हानिदिने सुकुडी हुन्छ तिमी र हामी चाहिँ सँगै बस्नुपर्छ एउटै रुममा ल होइन मेरो साथीहरू अब त्यतिखेरको साथीहरू टक्क भयो होइन अनि बस्यौँ अब रातभरि अब त्यहाँनिर को सुत्छ ब्रो त्यहाँ सुत्छ कोही उहाँदेहरू सुत्छ क्या ब्रो होइन त्यसलाई चाहिँ त्यो पैसै कमाउनु छ कि त्यो मान्छे चाहिँ सुत्छ होइन त्यो मान्छेलाई थाहा छ नि त उसले पैसा कमाउँदै होइन अब त्यस्तो उत्तौलोहरू त ब्रो कहानी के भयो भने होइन ब्रो सबसँग अब हुन्छ नि त केटा बसिसकेपछि एकछिन अब होइन बसिसकेपछि अब चुरोट त चाहियो नि त ब्रो त्यहाँनिर केटाहरूलाई त होइन सबसँग चुरोट क्या केटाहरू डरले क्या सेक्युरिटीको त डर हुन्छ नि सब लाइटर चाहिँ फालिसकेको रहेछ बुझ्यौ त्यो एयरपोर्टमा बुझ्यौ नि होइन लाइक सबैलाई त्यही भएर रहेछ नि त फाले गोजीमा सबैको चुरोट छ लाइटरै छैन क्या ब्रो कोहीसँग लाइटर छैन लगेज केटाहरूले सब खोजिसक्यो सबै भइसक्यो लाइटर छैन होइन एउटा मेरो पश्चिमको साथी थियो त्यतिखेर बनाएको क्या मैले लाइक हुन्छ नि मेरो भाइ भन्नाले पनि अब त्यतिखेर त्यही 7 सेकेन्ड्समा मेरो मिट भएर क्या एउटा थाहा थियो त्यो मान्छे वाइल्ड चुरोट खाँदो रहेछ क्या उसलाई अब त भइसक्यो क्या अब उसले चाहिँ गरिदिन्छ क्या अब बुझ्यौ नि बाहिर गएर अब चाबी लगाइदिएर गइदिएको छ क्या ब्रो बुझेनौ एक्सेस भित्रै सबै त्यो वासरुमहरू लाइक प्रपर दिएको छ अब नयाँ भएर उनीहरूले चाहिँ अब हुन्छ नि बाहिर नजाओस् लाइक होइन कहाँ जाला नेपालीहरू हानिदिन्छ कहाँ भेट्यो भने होइन त्यही त अनि भनेर उनीहरूले सेक्युरिटी रिजन उनीहरूले भनेरै गरेको चिजहरू हो अनि चाबी छैन के गर्नु हो ब्रो आम्बो अब त्यतिखेर त्यहाँनिर चाहिँ के रहेछ भने इन्डक्सन क्या ब्रो फर्स्ट इन्डक्सन चुलो फर्स्ट नि सबैको लागि फर्स्ट त्यहाँनिर यहाँ चाहिँ नि होइन माथि यस्तै खालके बुझिसकेँ क्या म नेपालमा युज टु हुने बल्ब त्यहाँ चाहिँ माथि चाहिँ होइन इन्डक्सन खोलेर क्या 1 घन्टा भइसक्यो क्या ब्रो चुरोट जोसेको त्यहाँनिर यसरी होइन जोस केटाहरू बल्दैन क्या मलाई थाहा छ क्या तिनीहरू वाइल्डै स्ट्रगल गरेर क्या केटाहरूले त्यहाँनिर बल्दैन ब्रो होइन केटाहरूले कपडा सपडा च्यातेर इन्डक्सन माथि हाल्दैछ होइन धुवा मात्रै आउँछ बल्दैन क्या आगो आएन नि त आगो चाहियो आगो हुँदैन भएन क्या सकिएन केटाहरूले त्यसबाट आगो निकाल्न अन्तिममा त हाम्रो त जुन मैले भने नि अति प्रष्टु भएर क्या साथी यो माथि बल्ब छ यसलाई जोडले हान्नुपर्छ ब्रो झिल्का आउँछ होइन अनि झिल्काले हान्नु के अरे त एउटा हुन्छ नि त भएपछि त एउटा झिकिक त रातो बल्छ नि एकछिन त पहेँलो बल्ब फुटिसकेपछि त्यहाँभित्रको हान्नु पर्ने अरे क्या कहाँ ब्रो त्यो मुभी हो ब्रो मलाई कहाँ त्यत्रो प्रोसेस हुन्छ छिनमै फुटाउने अनि त जोसेर हुन्छ त हुँदैन नि त त्यो ओ यस्तो नगर हामीलाई भोलि पर्ने नेपाल फर्काइदिन्छ यस्तो चाहिँ नगर भनेर भनेको अनि अब खै खाएन त्यो दिन चुरोट ब्रो आम्बा भोलि बिहान आएर 5:15 क्या केटाहरूलाई थाहा छ क्या त्यो अगाडिको ढोका यस्तो गर्ने बित्तिकै डु यु हेभ लाइटर अरे क्या फर्स्ट थिङ होइन डु यु हेभ लाइटर यु गाइज वान्ट समथिङ अनि डु यु हेभ लाइटर कि डु यु हेभ लाइटर क्या त्यहाँनिर सिम कार्डहरू बेच्ने आएन आयो त्यही त हो क्या त्यही सिम कार्ड बेच्ने त्यसको तल पसल छ नि तल पसल छ अनि उता रुममा लग्दै सबैको क्वेसन चाहिँ के यु हेभ लाइटर आयो भनेर अनि दिएर लाइटर साइटर सिम 25 मा बेच्छ यार त्यसले सिम कार्ड ध्यान र यार तर 20 चाहिँ रिचार्ज हुँदो रहेछ होइन खै के हो म सिम लिएको त थाहा छ तिमीहरूको अकोमोडेसन कहाँ थियो मेरो त उयो लुलु भिलेज लुलुको पुरै तिमी म त एउटै दोकान हो नि म त सुरुचोटि अब टक्क सार्जाबाट होइन त्यो स्टोरी त्यहाँबाट टक्क बिरयानी टेक अवे बनाएको थियो होइन एक दिनको लागि 7 जना केटाहरू हामी नयाँ केटाहरू फ्रेस नेपालबाट कोही विदेश निक्लेको छैन सब प्रायः एकै उमेरको म सबैभन्दा कान्छो होला त्यो ग्रुपमा तर म चाहिँ अब त्यही उग्र
यताउता ढटफट केटाहरूलाई कहानी त्यो अब नेपालबाट आउँदाखेरिको अब दुबई उड्नुभन्दा अघिल्लो दिनको स्टोरी अर्कै छ, जसलाई थाहा छ त्यसलाई थाहा छ होइन। अन्त पुरा स्टोरीहरू सुने, अब फेमस भइसकिसक्यो क्या त्यो मेन क्यारेक्टर। म त्यो शारजाको त्यो तिमीहरूको जुन यो अहिलेको बसाइ थियो नि त्यो बल फुटाउनेवाला सिन, म चाहिँ त्यो सिनको चाहिँ अब मेन क्यारेक्टर भइसकिसक्यो क्या। अब त्यहाँनिर यो चाहिँ हो चाहिँ कमेडी छ, मान्छे यो बोल्छ डटफट हान्छ, अङ्ग्रेजीमा हानिदिन्छ, गीत सिट पनि गाउँदो रहेछ, यो त रहेछ त टाइप्सको बनाइसकेको थियो केटाहरू। अन्त टक्क त्यहाँबाट गयो, म खानासाना पकाउन जिरो हो ब्रो, टोटल जिरो। अन्त अब केटाहरूले सुरुमा 7जना केटाहरू नयाँ फर्स्ट एक्सपिरियन्स त, अनि घरमा त्यो रुममा लाँदै गर्दा क्या सट्ट शारजाबाट निक्ल्यो होइन, हाइवे ठुलो हाइवे खतरा खतरा गाडीहरू कुदिरहेछ, पर बुर्ज खलिफा छ क्या, पर छ क्या। तिमी कहाँ त सिटीमै पर्यो नि त, तिमी त मेन शारजाबाट निक्लिँदै गर्दाखेरिको कुरा गर्दैछु क्या म। टक्क बसमा फेरि मलाई अगाडि बस्नुपर्ने ड्राइभरको छेउमा टक्क यस्तो हेर्दै होइन फिल गर्दै जाने हो क्या। पर छ त्यो बुर्ज खलिफा नि, पर क्या देख्नु चाहिँ देखिँदैछ होइन, तर पर छ। जहाँ गयो 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 बुर्ज खलिफा नजिकिँदैछ क्या, अब नजिक 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 ल अघिसम्म त त्यो सानो थियो होइन, अब ठिक हुन थाल्यो क्या, बुझ्यो, अब चौडा हुन थाल्यो क्या। जति नजिक गयो ठुल 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 अब पहिला यस्तै हो क्या, परबाट पनि देखिरहेछौ तिमीले, सिम्पल छ त्यसको कस्तो साइन्स क्या, यो देखिरहेछौ सानो देखिरहेछौ होइन, तर देख्नु चाहिँ देखिरहेको छ अग्लो देखिरहेछ। अब जति नजिक जान्छ अब चाहिँ फ्ल्याट हुँदै क्या, बुझ्यो मैले भन्नु खोजेको छु। आई डोन्ट नो हाउ इट वर्क्स होइन। अन्त ठुल्ठुलो बिल्डिङ, अन्त सट्ट गयो गाडी गयो, अब त्यो हुन्छ नि त, अब तिमीलाई एक्जिट हान्नु छ नि त, तिमी हाइवेबाट त तिमी एक्जिटहरू लिन्छौ नि त, एक्जिटहरू लिनको लागि पनि फ्लाइओभर क्या खतरा खतरा होइन, यस्तो 2-3वटा फ्लाइओभर हानेर टक्क घर अगाडि क्या चट्ट त्यो हाम्रो अकोमोडेसन अगाडिलाई टोयोटा बिल्डिङ भनेको चाहिँ लेजेन्डरी बिल्डिङ हो दुबईको, वान अफ द अर्लिएस्ट, त्यो 15 तलाको बिल्डिङ हो क्या त्यो उतिखेरको क्या। 15 तला त केटाहरू बस्थ्यो भने चाहिँ 16-17 तला भनौँ न, केटाहरू 15 तलाबाट। अन्त टक्क लगेर 1 फ्लोरमा राखिदियो होइन, 1 फ्लोर गएर पहिला सुरु त सामान फाल्यो, चट्ट तल अब हुँदैन टक्क निक्लेको त गर्मी अब 2 दिनमा यस्तो बुझिहाल्यो, ओके यस्तो हुने रहेछ, यति नै त रहेछ नि भन्ने भयो। अनि पुरानो मान्छेहरू यताउता अहिले त के गर्मी हो र भाइ, त्यही हो हामीले पनि त्यही भन्ने अरूलाई होइन, तर त्यो त्यही हो क्या, फेरि त्यो हो नै त्यही हो। अन्त टक्क झऱ्यो यस्तो रुमबाट तल झऱ्यो यस्तो ल बुर्ज खलिफा यही क्या मेरो घरबाट होइन, लाइक त्यो हामी बसेको घरबाट बाटो पारी बुर्ज खलिफा मेट्रो स्टेसन चाहिँ मेरो मेट्रो स्टेसन हो क्या, अब रुम जानको लागि, बुझ्यो, त्यहाँ हो क्या मेट्रो स्टेसन, यहीँ हो क्या, त्यहाँ फाइनेन्सियल सेन्टर यता पछाडिपट्टि के अरे त्यो सिटी वक होइन, यतापट्टि दुबई क्यानल क्या, कहाँ क्या ब्रो दुबई आएर जुन मान्छेहरू घुम्नु खोज्छ नि त्यहाँ त बसावट भयो क्या आफ्नो 3 वर्ष। अन्त तिमी छुट्टीको दिन यताउता हल्का मोज गरिदिने, कहाँ जाने बुर्ज खलिफा वाटर फाउन्टेन हेर्न ब्रो। म सुरुमा त केटाहरूसँग गयो नि त, अब केटाहरू यताउता अलिकति आफूभन्दा टाठो बाटो पनि थियो, अन्त केटाहरूले म्याप स्याप यताउता लान्थ्यो, पछि अब केटाहरूसँग 2-3 चोटि गएपछि केटाहरूले जान झ्याउ गर्ने, कति त्यही त हो त्यो नजिकको तीर्थ हेर्ला ब्रो होइन। त्यो अस्तिसम्म त नयाँ संसारको सबैभन्दा ठुलो बिल्डिङको छेउमा छु म भइरहेको थियो, आज बाल छैन होइन। अन्त एक्लै गइदिने महँगो कुराहरू हेरिदिने क्या, हेरिदिने बाले भयो नि हेरिदिने त। त्यो दुबई मल ब्रो यति ठुलो है, त्यहाँ संसार छ ब्रो, त्यहाँ मैले एक्जिट नपाउने क्या, छिर्न त छिर्दिने, छिर्न त जस्तो तसो ओह्रालै क्या, तलै त झिर्चा पार्किङ सार्किङतिर गएर फाउन्टेन चाहिँ पुग्ने, माथि चढ्ने बेलामा अब टुप्पोमा आइपुग्न एक गाह्रो, अनि अर्को आइपुगेपछि त्यो यति ठुलो छ साला, कहाँ फुड कोर्टमा चाहिँ बरो हुन्थ्यो कि, म त्यही कम्पनीमा काम गर्ने, त्यो कम्पनी त्यहाँभित्र छ, त्यो कम्पनीको रेस्टुरेन्ट खोज्न गाह्रो ब्रो, लाइक नभेट्दिने आधी घन्टा 45 मिनट हराइदिने। म पनि त्यही भएको छ, म एकचोटि गएको थिएँ, भन्नाले जस जान त धेरैचोटि गयो, तर म फर्स्ट कि सेकेन्डचोटिमा हराइ नै दिएको क्या। म त्यो सिमिलर हो, लाइक सोध्दै हिँड्नुपर्छ कि कहाँ एक्जिट भन्दै हिँड्नुपर्छ क्या एक टाइममा, त्यस्तो ठुलो वाइल्डै ठुलो छ यार ब्रो। अब वर्ल्डको सपिङ गर्ने ठाउँ हो होइन। अन्त त्यही त केटाहरू लुलुबाट अल्कुसतिरबाट होइन छुट्टीमा टक्क उनीहरूको चाहिँ घुम्न आउने ठाउँ होइन, लाइक दिन मिलाएर आउने हो नि त, प्रपर प्लान गरेर। कहाँ ब्रो यहाँ जस्तो हाम्रो त केटाहरू
विकली यहाँ पो ल ब्रो जे गर्नु पाएर त लाइक हुन्छ नि 2 दिन छुट्टी हुन्छ होइन यु हेभ युर ओन लाइफ होइन त्यहाँ त अब जे भए पनि कम्पनीसँग बसिसकेपछि त लाइक विकली एक दिन छुट्टी हुने एक दिन बित्तिकै हो, तिमी के मिलाऊ। गर्ने लाइक हाम्रो चाहिँ कस्तो हुन्थ्यो भने बिहान टक्क ओपन ड्युटी भयो भने टक्क आयो केटा 2टा रेडर छानेपछि के चाहियो ब्रो चाहियो एन्टरटेनमेन्ट अनि जहाँ सिटी वक ब्याटम्यानहरूको गाडीहरू राखिरहेको हुने होइन के वाइल्ड क्रेजी क्रेजी देखिएको छ नि ब्रो त्यतिखेर गरिएन नि त क्यामेरा स्यामेरा यताउता देखाइएन होइन गरिएन अब तर मेमोरिजहरू चाहिँ टन्नै छ दुबईले यतिको बनाइदिएको हो लाइफमा चाहिँ लाइफमा एकचोटि दुबई घुम्नु जाँदा चाहिँ हुन्छ कि लाइक होइन घुम्नै पर्छ भन्छु म चाहिँ दुबई एकचोटि गएर होइन त्यहाँको नियम कानुनहरूदेखि लगेर हरेकै मान्छेहरू म्यान बाटोमा फोहोर हुँदैन डराउँछौ हो तिमी डराउँछौ कस्तो कुरा मेरो साथी यहाँ सुन न मेरो साथी लाइक लाइक छुट्टी नै भन्नु न त्यहाँ भएको हुन्छ लाइक त्यो 2-3 महिनामा ऊ चाहिँ जाट हुन्छ नि अब अलिकति टाठो बाठो भन्नाले हुन्छ नि लाइक फोकटिया फसिराख्ने टाइप्सको हुन्छ नि एउटा मान्छे क्या ऊ चाहिँ तँमा पर्छ क्या एकचोटि खै कसले बोलाएर मलाई चिक्स बनाएर गएको अरे भेट्नुको लागि भेटेर सेटेर आयो हो 1 महिना पछाडि त के अरे 500 रुपियाँ फाइन आइरहेको थियो क्या बाटो क्रसेको एउटा जहाँबाट अब चाहिँबाट हान्थ्यो होला त्यहाँनिर कहाँ फाइन आइरहेको थियो पछितिर हाम्रो मेरो साथीहरूले एउटाले 200 को त्यही हो ब्रो पैसा छैन टेन्सन छैन कार्डले एयरपोर्टमा सब निक्लिहाल्छ भाइ तेरो एक्जिट हुनुभन्दा अगाडि तेरो फाइन साइन सबै क्लियर त कस्तो खतरा सिस्टम क्या भाइ आइडी कार्डले होइन तेरो फाइन अगडम बगडम तैँले बाटो कहाँ काटिस् के गल्ती गरिस् कहाँ के लाइक त्यहाँ त आईको लिएको हुन्छ है त्यहाँनिर आईको आई रेटिना हुँदैन त नि हुन्छ नि ब्रो अनि त्यो छिर्ने बेलामा सोच न के लिन्छ तिनीहरूले आँखा ठुलो खोल हात पुरै सबै फिङ्गर प्रिन्ट होइन बायोमेट्रिक्स त त्यही हुन्छ ब्रो यहाँ आएर हामी कति महिना पछाडि गर्छ नि होइन दुबईको बायोमेट्रिक्स त तिमी छिर्दै हुन्छ यस्तो पो हो त ब्रो रिसाउने फेरि तिनीहरू कस्तो डर लाग्ने क्या फेरि डर हामीलाई चाहिँ त्यो रिसाउने भन्दा नि उनीहरू त्यस्तै हो क्या ब्रो याल्ला हो नि त होइन अनि हाम्रो लागि चाहिँ अब हाम्रो लागि चाहिँ कस्तो छ भने लाइक मुभीहरू हेर्छौँ हामी बलिउड के अरे हलिउडहरू हेऱ्यो होइन कस्तो बनिसकेको छ नि त गल्फहरू त अब यो हुन्छ न अरब कन्ट्रीहरू चाहिँ यस्तो खालको छ है छ नि त त्यस्तो छैन नि त वास्तवमा त छ त मान्छेहरू हाँस्छ पिसफुल छ नि त तर त्यो अर्कै बनाइदिन्छ सबकन्सियसले अर्कै हानिदिइसकेको छ क्या अनि त्यो त्यतिखेर चाहिँ हामीलाई चाहिँ त्यो परेको हो क्या ल यिनीहरूले त ल रेड दिन्छ ल यिनीहरूले त होइन गायब गरिदिन्छ अरे कहाँ लगेर के गरिदिन्छ मुभीहरू पनि छ नि त त्यस्तो मुभीहरू कति अनि त्यस्तो हेरेर त इन्फ्लुएन्स भएको नि हामी तर मलाई डर लाग्ने नि मलाई त लाइक पछिबाट चाहिँ क्या लाइक अब हुन्छ नि तिनीहरूको भाषा चाहिँ बब्बाल मनपर्ने तर कहाँ सिक्ने त त्यही कामको कुराहरू त सिक्यो अलिअलि मैले चाहिँ जस त्यहाँनिर बस्छ ब्रिटिसहरूसँग त अब फेस्टिभल सिटी हो नि त लाइक त्यहाँ चाहिँ लाइक इभेन्टहरू भइराख्ने लाइक हुन्छ नि लाइक जस टुरिस्टहरू धेरै आउने क्या अनि टुरिस्टमा पनि त्यहाँ जस म्याक्सिमम् चाहिँ त्यहाँ काम गर्नेहरू पनि सपहरू पनि लाइक ब्रिटिसहरूको क्या अब सुरुमा त अर्डर लिँदाखेरि क्या ब्रो अब त्यसले अलि थाहा छ क्या मलाई के भन्यो होइन त्यतिखेर चाहिँ Can I get 1 Cupid's meal with Coke Zero? Bro, अब के भन्नु हैन British थाहा bro. One take हो नि त उनीहरू. No, I don't need nothing. नसोध हो क्या नेक्स्ट नसोध मलाई यति हो क्या त्यसले अब एउटा समथिङ मिल फर इक्जाम्पल हैन Can I get 1 quarter pounder meal with Coke Zero? That's it क्या केही नभन मलाई सक्यो मोमो हैन हुन्छ नि त त्यो हो क्या अब त्यसले यस्तो हेर्छ अब के भन्नु हैन ब्रो त्यतिखेर चाहिँ मलाई चिसो भएको थियो जस हुन्छ नि ब्रो लाइक आइ एम नट म पनि परेको टकिङ अबाउट लाइक हुन्छ नि लाइक अब म त्यस्तो एडभान्स छैन इङ्ग्लिसमा त्यही पनि त्यति कुरा त मलाई जोस् हुन्छ आफूलाई थाहा छ नि त ब्रो अब एउटा जोस् एकाडेमिक त थाहा छ नि त आफूलाई यति त म त्यो एउटा अर्डर म नबुझ्दैको भएको क्या ल म कहाँ छु म त्यो एक्सेन्टले त्यस्तो हैन पछिबाट त अर्डर टेकर सिकर कति टाइम भयो भाइ न आई मिन 1 आवर भयो अरू के छ त ठिक छ हैन त्यही भएको मेरो त अरू के छ भन्दाखेरि इभेन्ट भयो त हाने इभेन्ट पनि हान्यो छ ठिक छ बिस्तारै क्लोजिङ हान्ने त के थियो हामी कहाँ थियो भन्दाखेरि दुबईमा थियो दुबई के टपिकमा थियो दुबईको केमा थियो भाइ चिसो परेको कस्टमरको अर्डर ओके हो ब्रो यस्तो मिठो हान्दियो नि त्यो कस्टमरले हैन मलाई जस्ट धेरै पछाडिसम्म पनि मलाई जस्ट चिसो हैन दामी भयो तर
जस ओए सिक्नु पर्ने रहेछ है वाला हैन सिक्नु पर्ने रहेछ बुझ्नुपर्छ यिनीहरूलाई चाहिँ भनेर चाहिँ मोटिभेट भएँ म जस अनि त्यहाँ पछाडि अर्को मेरो पनि त ट्रेनिङ हुन्छ नि त ब्रो त्यसलाई पनि त हुन्छ नि त तर म छेउमा थिएँ क्या ब्रो त्यतिखेर जस ए ब्रो इज टेलिङ समथिङ यताउता सिक यसरी बुझ वाला हैन मैले चाहिँ दुबई गएर हिन्दी चाहिँ खतरा भएको चाहिँ दुबईमा हो नि हिन्दी खतरा भयो नि हिन्दी चाहिँ मेरो वाल बोल्यो नि त लाइक हिन्दी बोल्यो नि ब्रो लाइक दुबईमा हिन्दी सानो बोलिन्थ्यो त अनि सोच न इन्डियनहरूसँग काम गर्नु भने टाउके नै इन्डियन भइदिन्थ्यो बोलिदिन्थ्यो हिन्दी हाम्रोमा चाहिँ धेरै केरला र नेपाली छ क्या लाइक प्रपर चाहिँ इन्डियन हुन्छ नि थिएन त्यस्तो त कहाँ हुन्छ त ब्रो प्रपर इन्डियन त कम्ती भेट्छ नि मुम्बई वाला केरलाहरू फेरि उनीहरू थाहा छ त कि इङ्ग्लिस कि केरला तर केरलाहरूले हिन्दी बोलेको त मिस हुन्छ उनीहरू अब यस्तो हो क्या ब्रो लाइक एउटा कुरा चाहिँ मलाई अचम्म लाग्ने क्या म नेपाली म इङ्ग्लिस बोल्छु होइन अनि एउटा केरला भयो त्यहाँनिर होइन त्यसले पनि इङ्ग्लिस दामी बोल्छ तर कन्भर्सेसन मलाई पनि म हिन्दी राम्ररी बोल्दिनँ त्यसले पनि हिन्दी राम्ररी बोल्दैन थाहा छ दुईजनालाई तर कन्भर्सेसन चाहिँ हिन्दीमा भइरहेको हुन्छ क्या होइन ल यस्तो सोच ल जबरजस्ती हो क्या फेरि मेरो हिन्दी खाताए आताए तिनीहरूले चाहिँ हिन्दी तर तिनीहरू त हिन्दी बाहिर त्यो आफ्नो ठाउँबाट बाहिर निक्लेपछि मात्रै हो क्या सिक्ने न त नो निड तर त्यो यार मलयालम भाषा छ नि ब्रो त्यो बच्चाहरूले कसरी लिन्छ जस्तो लाग्ने क्या मलाई त्यो खतरा हो यार त्यो भाषा दुईजना बोल्यो भने झगडा गरेको के गरेको थाहा हुन्छ के गर्छ दाममा जान्छ होइन दामी जान्छ तर त्यसलाई अब तिमी त्यो पुरा बोल्छ नि त्यसलाई तिमी टक 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 गाँस्दै ल्यायो भने प्राय कुराहरू संस्कृतबाटै छ फेरि क्रेजी छ तिनीहरूको भाषा ब्रो जस्तो छ त्यो भाषाको कुरा गर्दा मलाई एरोबिक पनि दामी लाग्छ क्या लाइक हुन्छ नि त्यो इन्टेन्स लाग्छ क्या यस्तो सुन्नु दुईजना बोलेको होइन मैले सुनिदिन्छु क्या ब्रो मलाई दामी लाग्छ त्यो भन्छ नि तिमीलाई इरिटेट लाग्छ होला क्या त्यो लाइक त्यो के भन्छ फुटबल हेर्दाखेरि एरोबिकमा आएर हुन्छ नि इङ्ग्लिसमा छैन तिमी भन्छ नि तिमी म त मजा लाग्छ फिल गरिदिन्छ लाइक हुन्छ नि यसलाई के अरे त्यो हुन्छ मेज त्यो हुन्छ नि एउटा छ नि त तिनीहरूको हाबी गोला 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 गोल होइन दामी लाग्छ त्यही त होइन अब यस्तै हो दसैँ तिहार पनि सबैलाई छटसटलाई पनि सबैलाई क्लोजिङ हानिसक्यो होइन अब एपिसोड पनि क्लोजिङ गरिदिउँ अब आजको लागि अब त्यस्तै थियो होइन अब हामी चाहिँ अब चाहिँ कन्सिस्टेन्ट हुने हो दाजुभाइहरू होइन हाम्रो मेन कुरा भनेको इभेन्टले अड्केको थियो इभेन्टले त्यही माथि अनि बिचमा फेस्टिभल्सहरू के पर्यो कुरा सिक्यो होइन राइट टाइम होइन भयो कि रङ टाइम भयो कि होइन कुन बेला के होइन लाइक टाइम म्यानेजमेन्ट चाहिँ चाहिने रहेछ प्रपर डेट्स होइन सिक्दैछु मेन भनेकै प्रोडक्टिभ हुने हो दाजुभाइहरू यो गर्दैछौँ न यो गर्नु नै हामीलाई खतरा लागिरहेको छ अहिलेको लागि चाहिँ अब चाहिँ बिस्तारै अब गेस्टहरू पनि होइन इन्ट्रेस्टिङ पिपलहरूसँग कन्भर्सेसन अब हुन्छ नि नाइस हाम्रै कुराहरू तर हामीले सोचेको आइडिया चिलपिलले हानिदियो होइन तिमीलाई 2 दिन अगाडि भनेको थिएन त कुरा ल ब्रो वी निड टु गो समवेयर लाइक नट लाइक अ ब्लग बट वी विल मेक होइन लाइक पोडकास्ट बट लाइक त्यो 2 दिन पछाडि यस्तो अन्त उयो भइरहेको थियो नि त लाइक नगरकोट यस्तो हेरेँ त ल हेर्नै सकिनँ क्या ब्रो लाइक हुन्छ नि मेरो आइडिया थियो ब्रो ठिक छ दामी टक्क त्यो आयो होइन ल यो त सुजनले सोचेको यार वाला भइदियो क्या हल्का ढिलो भयो भन्ने भयो नि त है तर ठिक छ दामी ठिक छ अब उनीहरूबाट हामीले यो सबै सिकेको ब्रो तिमीहरूले सिजेप पनि गर्नु पाउँछ ब्रो गर ब्रो तिमीहरू खतरा हो अब त खतरै हो तिनीहरू होइन आजको दिनमा पडकास्ट त खतरै हो नि ब्रो हामी उनीहरूबाट इन्सपायर भएको हो भने चाहिँ खतरै हो दामी छ म जस नेपालीहरूमा मनपर्छ चिलपिल दामी लाग्छ गफ पास दाजुहरूको अर्कै छ फेरि दामी छ उनीहरूको अर्कै छ चिलपिल दामी लाग्छ अनि सुशान्त प्रधान दाईको चाहिँ फेरि हिस्ट्रीहरू हुन्छ क्या म त्यो दाई चाहिँ हेर्छु बहुत सञ्जय दाई चाहिँ खासै हेर्दिनँ चिलपिल र गफ पास चाहिँ अनि वाइल्डहरू छ अनि त्यो इतिहासहरू हुन्छ न नेपालको बाटो अथवा के अरे गाउँठाउँ जिल्लाहरू त्यो वाट्टै बराबर नेपाल चाहिँ सुशान्त प्रधानकोमा भेटिन्छ क्या त्यो हिस्टोरिकल मान्छेहरू क्या त्यो हिस्टोरी पढेको मान्छेहरू आउँछ क्या त्यहाँनिर अन्त त्यो थियो हटेस केही छ त ठिक छ यो पछाडि म त मेरो माया गर्लफ्रेन्डलाई लिन जानुपर्ने छ क्या त्यही भएर म प्याकअप भन्दैछु होइन ल त द्याट वाज द सेकेन्ड एपिसोड अफ के हो दाजुभाइहरू होइन यस्तै छ हाम्रो यो दोस्रो एपिसोड अनि कति दिन पछाडि हामी फेरि ब्याक भयो अनि अब चाहिँ हामी कन्सिस्टेन्ट होइन कन्सिस्टेन्ट अब चाहिँ आइरहन्छ एटलिस्ट हप्तामा एक त झर्नु पर्यो दाजुभाइहरू होइन
एक त झर्नु पर्यो एक कि अनेक अरे क्या ब्रो हप्तामा एक चाहिँ झर्यो अब आइरहन्छ दाजुभाइहरू माल्टामा छौँ दाजुभाइहरू हामी अब माल्टा तात्छ दाजुभाइहरू माल्टा एन्टरटेन गराउँछौँ हामी अनि के हो दाजुभाइहरू द्याट्स सब दाजुभाइहरू के हो उसलाई यार गर्लफ्रेन्डलाई उयो भनिदिन्छ यार थ्याङ्क यू भन्छु भेटेकै छैन भन न ओए बेबी थ्याङ्क यू है थ्याङ्क यू फर द टी सर्ट थ्याङ्क यू फर आवर मर्स के अरे लभ फर मरिया मरिया दाउ Thank लभ you for मरिया this दाउ man. फेरि मेरो गर्लफ्रेन्ड फेरि कडा मान्छे फेरि हो उसलाई चाहिँ नवाज अन्सारीले साउट हानेको मान्छे हो नि फेरि दाजुभाइहरू द्याट्स सब ल त्यति भन्दै होइन के त अब सी यू अन द नेक्स्ट वान है त yes sir के हो यस के हो